तिमीहरूको लागि चाहिँ एकदमै बबाल अफर आइसकेको छ होइन, एकदमै खतरा खालको होइन। अफर चाहिँ के हो त भन्दाखेरि नि अब तिमीहरूले आफै यहाँ देख्दै होला होइन के अफर होला भनेर चाहिँ। अफर भनेको चाहिँ अब के लेखा छ यहाँनिर क्वाड क्लास होइन। अब क्वाड क्लास चाहिँ सुरु हुन लागेको छ के को लागि भन्दाखेरि सीको लागि। कहिलेदेखि सुरु हुन लाग्छ चाहिँ यहाँ डेट लेखा छैन कि अब डेट लेखा रहन्छ ल कहिलेदेखि सुरु हुन लाग्छ भन्दाखेरि यो चाहिँ थर्सडेदेखि है त। कहिलेदेखि थर्सडेदेखि THURSDAY थर्सडेदेखि सुरु हुन लाग्छ ल। थर्सडेदेखि सुरु हुन लाग्छ। अब यहाँनिर चाहिँ क्वालिटीमा नो कम्प्रोमाइज भने जस्तै यहाँ छँदैछ होइन, एकदम खतरा पढाइन्छ होइन। अब कतिमा पढाइन्छ भनेर नि देखिहाल्यो होला। अब यो त हाइलाइट पनि गर्नु पर्दैन रहेछ होइन, यहाँनिर टक्क देखिहाल्यो होइन। यो चाहिँ डलर होइन, रुपियाँ नै हो। 200 रुपियाँमा चाहिँ पढाइ हुन्छ। कहिले फेरि यो चाहिँ एक हप्ताको एक महिनाको त्यस्तो 200 रुपियाँ चाहिँ होइन। यो चाहिँ एक्जाम नआएसम्म चाहिँ 200 रुपियाँमा पढाइ हुन्छ। अब कसरी पढाइन्छ त भन्ने कुरो छ नि त। डेली क्लास हुन्छ। अब कहिले चाहिँ हुँदैन भन्दाखेरि चाहिँ शनिबार चाहिँ क्लास हुँदैन। शनिबार चाहिँ तिमीहरूले नै भ्याउँदैन होइन भन्ने नै हो नि, तिमीहरूले नि भ्याउँदैन किनभने तिमीहरू पनि मक टेस्ट दिन जानुपर्छ। मक टेस्ट दिएर त्यहीँको क्वाड हेर्नुपर्छ तिमीहरूले, किन भन्दाखेरि त्यहाँको क्वाड हेरेर अथवा त्यहीँको त्यो क्वेसन चाहिँ सल्भ गर्नु पऱ्यो नि त, मिस्टेक बनाउनु पऱ्यो। त्यो स्याटरडे भ्याइँदैन। बरु स्याटरडे त्यो जुन जहाँको मक टेस्ट दिन गएको छौ नि तिमी, त्यहाँको तिमीले क्वेसन चाहिँ सोद्धा हुन्छ, त्यहाँको क्वेसनको एन्सर चाहिँ पाउँछौ। भिडियो चाहिँ लेक्चर चाहिँ हुँदैन त्यो दिन। अब त्यसपछि लाइभ क्लास चाहिँ अब जुममा हुन्छ होइन, जुममा हुन्छ। जुममा तिमीले क्वेसन सोध्न पायौ होइन, के क्वेसन आउँदैन तिमीलाई होइन, सोध्न पायौ। त्यो क्लासको बिचमा बोल्न पाएन होइन। क्लास भइसकेपछि चाहिँ ट्याक्कै कुन क्वेसनमा तिमीलाई कन्फ्युजन लाग्यो अथवा तिमीले कुन एउटा एक्स्ट्रा क्वेसन सोध्न चाहनु त्यो सोध्न पायौ। अनि त्यसपछि अब डेली चाहिँ म्याक्सिमम हामी 100 वटा क्वेसनसम्म चाहिँ जान्छौँ होइन। म्याक्सिमम चाहिँ कति क्वेसनसम्म जान्छौँ त 100 वटा क्वेसनसम्म चाहिँ जान्छौँ। अनि अब 100 वटा क्वेसन चाहिँ सल्भ गर्छौँ हामी मजाले एक दिनमा है त। भनेपछि तिमीले सीईसम्म त कतिवटा क्वेसन सल्भ गर्छौ, कतिवटा म्याथमा एकदम पर्फेक्ट हुन्छौ तिमी। अनि त्यसपछि तिम्रो चाहिँ के हुन्छ भन्दाखेरि रियल टाइममा अघि पनि भनिहालेँ होइन, तिम्रो चाहिँ भोइस अन गर्न पाइन्छ तिम्रो चाहिँ होइन। रियल टाइममा तिमीले डाउट सोधेर चाहिँ डाउट क्लियर हुन्छ। अनि त्यही हो। अनि त्यसपछि कुनै पनि बेला अब क्लास सकेपछि चाहिँ क्वेसन सोध्न नपाइने हो भन्ने चाहिँ होइन होइन। कुनै पनि बेला तिमीले चाहिँ क्वेसन सोध्न पाउँछौ। यो चाहिँ बिहान चाहिँ तिमीले 6 बजेदेखि बेलुका राति 12 बजेसम्म क्वेसन सोध्न पाउँछौ होइन, एउटा टाइम दियो भनेदेखि। अनि अर्को भनेको रेगुलर टेस्टहरू चाहिँ म चाहिँ अब तिमीलाई दिइरहन्छु कि अब कुनै क्वेसन सोधिसकेपछि होइन, अब क्वेसन चाहिँ मैले सल्भ गरिसकेपछि तिमीलाई चाहिँ सोध्ने पनि एउटा चलन छ होइन हो। त्यसलाई चाहिँ अब रेगुलर टेस्ट भनेर मैले यहाँनिर राखेको छु, त्यो पनि हुन्छ तिम्रो चाहिँ। अनि त्यसपछि तिमीहरूलाई चाहिँ एउटा सेपरेट वाट्सएप ग्रुप हुन्छ होइन। वाट्सएप ग्रुपमा चाहिँ तिमीहरू चाहिँ आफू पनि त्यो क्वाडको बारेमा चाहिँ कुराकानी गर्न सक्यौ। अनि त्यसपछि चाहिँ अथवा त्यो ग्रुपमा म पनि हुन्छु, तिमीले चाहिँ डाइरेक्ट मलाई पनि मेसेज गर्न सक्यौ होइन। अनि त्यसपछि अरू पनि डिफ्रेन्ट फिचरहरू हुन्छ, जस्तै कि मैले अब स्टडी मटेरियलहरू तिमीलाई दिइरहन्छु होइन, कहाँबाट पढ्ने भनेर। कहिले चाहिँ म तिमीलाई चाहिँ के दिइरहन्छु त भन्दाखेरि तिमीहरूलाई चाहिँ पिडिएफहरू दिइरहेको हुन्छु होइन। कहिले चाहिँ कहाँ यो क्वेसन चाहिँ इम्पोर्टेन्ट छ है आउलाई सीलाई भनेर चाहिँ त्यति बेला त्यो दिइरहन्छु होइन। त्यो एउटा डिफ्रेन्ट क्वेसन्सहरू चाहिँ दिइरहन्छु किनभने म्याथमा एकदमै बवाल हो होइन। ल अनि त्यसपछि कति रे पैसा चाहिँ एट ओन्ली 200 है। 200 चाहिँ फेरि जहिले पनि 200 होइन नि, थर्सडेसम्म चाहिँ प्रिबुकको लागि चाहिँ 200 भनेको थर्सडेसम्म। थर्सडेपछि जोइन गर्छौ भने चाहिँ अब त्यो बढेर जान्छ होइन। कति बढ्छ अब तिमीलाई कति बढ्छ भनेर ट्याक्कै थाहा पाउनु छ भने थर्सडेपछि चाहिँ 200मा चाहिँ तिम्रो खासै धेरै चाहिँ बढ्ने होइन, त्यही पनि बढ्छ मात्र भन्न खोजेको। 200मा अर्को तिम्रो चाहिँ कति एड हुन्छ त भन्दाखेरि तिम्रो चाहिँ 100 एड हुन्छ, तिम्रो त्यही 300 हुन्छ होइन। अब 200 इज नट अ बिग प्राइज जस्तो लाग्छ मलाई होइन। अब कसैलाई बिग प्राइज हो जस्तो लाग्छ नभए चाहिँ नट अ बिग प्राइज होइन। अब एकदम स्मार्ट लर्निङको लागि चाहिँ कहाँ हामी कहाँ आउनै पऱ्यो होइन। हामी कहाँ मतलब अब अरू कहाँ पनि जाँदा त भयो होइन, तर अलिकति स्मार्ट लर्निङ चाहिँ हुन्छ भन्ने कुरो हो होइन। अनि त्यसपछि अब त्यही हो ल। अब चाहिँ तिमीहरू क्लास सुरु गर है त। सो हेलो एभ्रिवान, आज चाहिँ हामी चाहिँ म्याथको क्वाड गर्न लागेको छौँ होइन। म्याथको लगभग 40 अथवा 50 वटा जति क्वेसन हामी कम्प्लिट गर्छौँ सकेसम्म मिनिमम टाइममा। अनि फर्स्ट क्वेसन चाहिँ एकदमै इजी छ होइन। ल फर्स्ट क्वेसनदेखि नै स्टार्ट गरौँ। फर्स्टको चाहिँ कति हुन्छ होला त, सल्भ गर्न आउँछ ल। कसरी गर्ने म आफै भनिदिन्छु है त्यो। यो चाहिँ हामीले कसरी सल्भ गर्छौँ भन्दाखेरि नि यसमा सल्भ गर्नको लागि फर्स्ट बेस गर्नुपर्छ। बेसमा यो कतिवटा चाहिँ यसरी काटेको छ भनेर यो 1 भयो 2 भयो 3 भयो 4 भयो 5 भयो होइन। अब 5 वटा छ होइन हाम्रो। यसरी गर्दाखेरि माथि चाहिँ एउटा मात्रै यसरी एउटाबाट मात्रै स्टार्ट हुनुपर्छ है त, एउटा भर्टेक्सबाट मात्र। फेरि यो रुल लाउनु पाउँदैन। अब 5 वटा छ भनेदेखि नि हाम्रो नम्बर अफ ट्रायङ्गल भनेर भनेको छ होइन हाम्रो क्वेसनले। नम्बर अफ ट्रायङ्गल नम्बर अफ ट्रायङ्गल्स भनेपछि चाहिँ यो सबैलाई जोडिदिने के 1 + 2 + होइन हाम्रो 3 + 4 + 5 गरिदिने। यो गर्दाखेरि कति आउँछ 1 1 2 भनेको 3 भइहाल्यो, 3 मा 3 6 4 10 15 आउँछ टोटलमा है त, 15 आउँछ। अब यो त एउटा फर्मुला भइहाल्यो होइन। अब यसको चाहिँ डाइरेक्ट अर्को फर्मुला नि छ क्या हाम्रो। यो चाहिँ अब बेसिक गर्दाखेरि चाहिँ यसरी भयो होइन। अब यसमा त 5 वटा मात्रै गर्न सकिरहेको छौँ हामीले। अब 5 वटा भन्दा बढी भने चाहिँ कसरी गर्ने त भन्दाखेरि नि यस्तो खालको चाहिँ सबैमा लाउनु मिल्ने चाहिँ के हो भन्दाखेरि नम्बर अफ हाम्रो ट्रायङ्गल्स भनेको चाहिँ n + 1 हो डिभाइडेड बाई 2 गर्न मिल्छ क्या हामीले। n + 1 डिभाइडेड बाई 2। अब यो n भनेको चाहिँ हामीले यो जति गर्ने छ नि यो 1 2 3 भनेर 5 वटा छ, n को ठाउँमा 5 राख्दिने। अब यो तिमीहरूले आफै सल्भ गरेर हेर्न सक्छौ। हाम्रो यहाँ चाहिँ एन्सर चाहिँ कति आयो त, एन्सर चाहिँ हाम्रो 15 आयो। ल अब नेक्स्ट क्वेसनमा जाउँ है त हामी। नेक्स्ट क्वेसनमा के भनेको त भन्दाखेरि नि अब यसमा हेर न, सेलेक्ट सुटेबल फिगर फ्रम द एन्सर फिगर वुड रिप्लेस दि क्वेसन मार्क भनेर भनेको छ। अब यो भाषा चाहिँ अलिकति नमिला जस्तो, त्यही पनि हामीलाई चाहिँ क्वेसन मार्कको ठाउँमा चाहिँ कुन चाहिँ फिगर चाहिँ मिल्छ सेलेक्ट गर भनेर भन्नु खोजेको क्या। अब हामी चाहिँ यहाँबाट नम्बरिङ दिउँ न त होइन, नम्बरिङ दिउँ न होइन। सबभन्दा बाहिरपट्टि के छ, सबभन्दा बाहिरपट्टि भनेको हाम्रो ट्रायङ्गल छ, सरी ट्रायङ्गल होइन स्क्वायर छ होइन। स्क्वायरलाई 1 दिउँ त्यसो भए। त्यसपछि अलिभित्र के छ, अलिभित्र भनेको हाम्रो यो पोलिगन छ होइन। पोलिगन के हो पेन्टागन के भन्छ, 5 वटा साइड छ होइन। भनेपछि यसलाई 2 नम्बर दिउँ। अनि त्यसपछि त्योभन्दा भित्र के छ त, त्योभन्दा भित्र भनेको हाम्रो ट्रायङ्गल छ भनेपछि यो 3 दिउँ होइन। अब यो हामीले यहाँ जसरी यसरी नम्बर दिएको छ नि यता पनि त्यसरी नै यो साइडमा पनि त्यसरी नै नम्बर दिउँ न त होइन। यहाँ पनि 1
2 अनि 3 गरौँ हैन। अब यसलाई प्लट गरौँ न, प्लट गरेर हेरौँ। अब अहिले डाइरेक्ट अब हेरेर एन्सर भइसक्यो हैन, हुन चाहिँ थाहा भइसक्यो हामीलाई, त्यही पनि अब एकचोटि प्लट गरेर हेरौँ हैन। यो हामीले सबभन्दा बाहिरपट्टि यो गर्ने हैन, यो गरिसकेपछि भित्रपट्टि के बनाउने, भित्रपट्टि एउटा ट्रायङ्गल बनाउने, अनि त्यसै सरी जति पनि ट्रायङ्गल हुन्छ स्क्वायर बनाउने, अनि स्क्वायरभित्र हामीले के गर्ने त रेक्ट्याङ्गल बनाउने हैन। रेक्ट्याङ्गल होइन नि साँच्ची, 3 मा त हाम्रो के छ, 3 मा रेक्ट्याङ्गल होइन ल, 3 मा रेक्ट्याङ्गल होइन, 3 मा रेक्ट्याङ्गल चाहिँ होइन, 3 मा हामीले आज यो एन्सर चाहिँ सी हुन्छ क्या हाम्रो, एन्सर सी भयो हैन। मैले उल्टो हेरेछु, रेक्ट्याङ्गल होइन रहेछ हाम्रो, के रहेछ त हाम्रो बाहिरपट्टि त यो पोलिगन थियो नि हैन, पेन्टागन, पेन्टागन यसरी हो, यो हुन्छ भइहाल्यो ल, धेरै टाइम गयो यसमा हैन। ल अर्को क्वेसन गरिहालौँ हामी छिटो होइन। अब यसमा के भने त फाइन्ड विच फिगर गोज इन द सिक्वेन्स र अब यो सिक्वेन्स कुन चाहिँ मिलाइरहेको छ हैन, एकदम सजिलो छ। अब यो चाहिँ कुन चाहिँ मिलाइरहेको छ भन्दाखेरि हेरौँ न, यो फिगर र यो फिगरमा जाने बेला के डिफ्रेन्स छ त भन्दाखेरि यो फर्स्ट फिगरमा यो काट्दैछ यो बन्यो हैन, अब यसमा यो काट्दैछ फेरि यो बन्यो, भनेपछि यसमा पनि के भएछ, फर्स्टमा यो काट्दैछ यो बन्यो, अनि फेरि यसमा यो काट्दैछ यो बन्यो, भनेपछि यसमा पनि के गरिदिने, यो काट्दैछ यो बन्यो, यो काट्दैछ के भन्छ गोलो गोलो अन्डा, जुन तिमीले तिम्रो सीमा ल्याउनु हुँदैन है त। ल्याए पनि के गर्नु पऱ्यो त, यो 2 को पछाडि चाहिँ 2टा गोलो गोलो अन्डा लिएर आऊ, त्यसमा चाहिँ मलाई केही पनि मतलब छैन हैन। नभएदेखि चाहिँ सिङ्गल गोलो गोलो अन्डा चाहिँ ल्याउनु भएन। अब यहाँनिर चाहिँ एन्सर चाहिँ के भयो त, बी भयो भन्ने कुरो भयो नि त। अब नेक्स्ट क्वेसन है त हाम्रो। ल नेक्स्ट क्वेसन, अब यसमा चाहिँ के छ त, अब यसमा चाहिँ कसरी सल्भ गर्ने होला त्यसलाई चाहिँ यसो हेर्दाखेरि अब के मिलिरहेको त। अब यो 5 मा 2 जोड्यो भनेदेखि 11 बन्छ त, बन्दैन, अफकोर्स बन्दैन हैन। अब बन्दैन भनेपछि यसलाई चाहिँ हामीले कसरी गर्ने होला त, यसलाई चाहिँ हामीले कसरी गर्ने होला त, यसलाई कसरी गर्ने भन्दाखेरि नि यसलाई यसो हेरौँ न हैन, यसो लजिक लगाउँदाखेरि चाहिँ यहाँनिर के भइरहेछ त भन्दाखेरि नि, यहाँ हेर त फर्स्ट फिगरमा के भइरहेको त, फर्स्ट फिगरमा र सेकेन्ड फिगरमा हामीले जे कुरो मिल्यो थर्ड फिगरमा पनि त्यही गर्न पाउँछौँ नि त हैन। त्यही भएर फर्स्टको लजिक हेरौँ है त। फर्स्टको लजिकमा चाहिँ के भइरहेको त भन्दाखेरि नि 5 × 2 + 1 गर्दाखेरि चाहिँ हाम्रो कति आइरहेको रहेछ त, 11 आइरहेको रहेछ कि हो कि होइन। 5 × 2 = 10 भइहाल्यो, +1 भनेको 11 हुन्छ। अब सेकेन्ड फिगरमा यो लजिक मिल्छ कि मिल्दैन हेरौँ है त। सेकेन्ड फिगरमा हाम्रो के हुन्छ त 8 × 2 हैन, अनि प्लस के गर्नु पऱ्यो हामीले, प्लस कति गर्नु पऱ्यो, +1 गर्नु पऱ्यो। +1 भनेको 8 × 2 = कति हुन्छ, 16 हुन्छ, +1 त 17 भयो। 17 भनेपछि मिल्यो त्यो, यो लजिक नि मिलेन हैन, यो लजिक नि मिलेन। भनेपछि यहाँ 5 × यसमा त यो सुरुमा त मिल्यो नि त हैन, सुरुमा 5 को त मिलेको थियो नि त हैन। अब सेकेन्डमा पनि 5 को हामीले जे गरेको त्यही गरौँ त। सेकेन्डमा अब 5 को यो 5 × 2 यो 2 चाहिँ हो किन हैन, त्यसो भए 8 को नि त्यही गरौँ, 8 × 1 अब +1 गरौँ हैन। त्यति बेला कति आउँछ, 8 × 1 = 8 भइहाल्यो, +1 भनेको 9 हुन्छ। अनि त्यसपछि अब यसमा चाहिँ के गर्नु पऱ्यो त भन्दाखेरि नि, अब x × कति गर्नु पऱ्यो त 5, x × 5 + 1 भनेको चाहिँ हाम्रो कति हुन्छ त, x × 5 + 1 भनेको 46 हुन्छ हैन। अब x कति अब 45 आउनु पऱ्यो कि हैन, यति भनेको 45 आउनु पऱ्यो भनेपछि 5 कति छ 45, 5 हाम्रो कति छ 45 हुन्छ, 5 9 = 45 होला नि हैन। 5 9 = 45 हो भने यसको एन्सर कति भयो हाम्रो, सी हुन्छ होला हैन, एन्सर सी हुन्छ होला, 9 हुन्छ होला। ओके ल, सुरुको मैले यो फिगरको चाहिँ मेट्दैछु ल, भइहाल्यो हैन, जे भने लजिक बुझेन हैन। अब के भनेको त, द मेजर अफ एन एङ्गल इज लेस देन 180 डिग्री हैन, कुनै पनि एक्स एङ्गल छ अरे त्यो चाहिँ के छ अरे त, लेस देन 180 डिग्री अरे क्या, 180 डिग्री भन्दा चाहिँ कम छ अरे। एन्ड दि मोर देन 0 डिग्री, अब एक्स चाहिँ के छ अरे त भन्दाखेरि नि 0 डिग्री भन्दा चाहिँ बढी छ अरे। अब बट इज नाइदर एक्युट नर अब्ट्युज हैन, अब एक्युट पनि होइन अरे, अब्ट्युज पनि होइन अरे। अब एक्युट भने के हो त हैन, एक्युट भनेको के हो त, एक्युट भनेको के हो त भन्दाखेरि एक्युट एङ्गल हुनलाई चाहिँ हाम्रो 0 भन्दा त ठुलो हुनु पऱ्यो हैन, अनि 90 भन्दा सानो हुनु पऱ्यो हैन। अनि अब्ट्युज हुनलाई के हुनु पऱ्यो त, अब्ट्युज हुनलाई हाम्रो 90 भन्दा ठुलो हुनु पऱ्यो, अनि त्यसपछि 180 भन्दा के हुनु पऱ्यो त, सानो हुनु पऱ्यो हैन त, 180 भन्दा सानो हुनु पऱ्यो। भनेपछि यो एक्युटले पनि अब्ट्युजले पनि बिचारा 90लाई त छोडिदिरहेको, 90लाई त छोडिदिरहेको छ बिचारा, एक्लै बनाइदिएन हो। अब त्यो एक्लोलाई चाहिँ हामीले चाहिँ एन्सर भनेर मान्नु पऱ्यो कि, त्यो एक्लोलाई चाहिँ एन्सर मान्नु पऱ्यो कि है त। अब यो एक्लो मान्छे चाहिँ जहिले पनि राइट हुन्छ है त, यो एक्लो मान्छे जहिले पनि राइट हुन्छ, किनभने 90 भनेको चाहिँ के हो त हाम्रो, 90 भनेको चाहिँ राइट एङ्गल ट्रायङ्गल हो, राइट एङ्गल ट्रायङ्गल होइन, राइट एङ्गल 90 डिग्रीलाई राइट एङ्गल भन्छ नि त। ल अब भरत हेज अ ब्रदर एन्ड 2 सिस्टर, भरत भन्ने मान्छेको एउटा ब्रदर थियो अरे, 2टा सिस्टर थियो अरे, बी र सी भन्ने। अनि त्यसपछि इच सिस्टर हेज 2 चिल्ड्रेन्स, ए भनेको भरतको ब्रदर, हेज 3 चिल्ड्रेन, भरत इज अनम्यारिड, भरतको कोही पनि छैन। हाउ मेनी टोटल पर्सन आर दियर, भनेपछि भरतको बाउ आमा चाहिँ हेर्नु परेन है त हामीले, किनभने त्यहाँनिर भनेको क्वेसनले भनेअनुसार है त। भरत भनेको चाहिँ हाम्रो फर्स्ट सुरु भरत हैन, भरतलाई एक्स भनिदिउँ हैन। एक्सको चाहिँ के छ अरे त भन्दाखेरि नि, एक्सको ए भन्ने एउटा ब्रदर छ अरे, बी भन्ने एउटा सिस्टर छ अरे, सी भन्ने एउटा सिस्टर छ अरे। अब ए भन्ने ब्रदरको 3टा चिल्ड्रेन छ अरे, बी भन्ने सिस्टरको हाम्रो के छ त, बी भन्ने सिस्टर, इच सिस्टर हेज 2टा चिल्ड्रेन भनेपछि इच सिस्टर यसको पनि 2टा चिल्ड्रेन, यसको पनि 2टा चिल्ड्रेन। अब 3 2 2 कति भयो, 7 भयो, अनि यसले कति भयो, 8 भयो, 9 भयो, 10 भयो, यसले शुद्ध कति भयो त 11 भयो। भनेपछि अप्सन डी इज द राइट एन्सर हैन। टोटल नम्बर अफ पर्सन भने नि त, बाउ आमा हेर्नु भने त छैन, भनेपछि बाउ आमा हेर्नु परेन। ल विच अफ द फलोइङ फिगर इज डिफ्रेन्ट, कुन चाहिँ फिगर चाहिँ डिफ्रेन्ट होला भनेर सोध्यो है त, कुन चाहिँ फिगर चाहिँ डिफ्रेन्ट होला यहाँनिर भनेर सोध्यो। अब यसमा चाहिँ मलाई
मलाई पनि अलिकति कन्फ्युजन छ क्या। हेर अब सेपको आधारमा हेर्छौ भने तिमीले सेपको आधारमा हेर्छौ भने कुन चाहिँ डिफ्रेन्ट छ त? यो पनि हाम्रो के त रेक्ट्याङ्गल जस्तो छ, यो पनि रेक्ट्याङ्गल जस्तो छ, यो पनि रेक्ट्याङ्गल जस्तो छ, तर यो चाहिँ सर्कुलर छ हैन। त्यही भएर चाहिँ अब यिनीहरूको चाहिँ यस्तो यस्तो एरिया सेम हुन्छ, यो सेडेड पार्टको एरिया सेम हुन्छ, यताउता भनेर ल्याङ लुङ गरेर चाहिँ अप्सन एलाई एन्सर भन्न मिल्छ हैन। तर मेरो विचारमा चाहिँ के हो त भन्दाखेरि नि यहाँनिर सेड कति तल लोवर साइडमा गरेको हैन, यहाँ पनि सेड, यहाँ पनि लोवर साइडमा सेड गरेको छ, यहाँ पनि लोवर साइडमा सेड गरेको छ, तर यहाँनिर चाहिँ के गरेको त अप्पर साइडमा सेड गरेको छ। त्यही भएर म चाहिँ के भन्छु त एन्सर चाहिँ म चाहिँ 96 को डी भनेर भन्छु है त। म चाहिँ डी भन्छु। अब तिमीहरू कुन भन्छौ, ए भन्छौ कि अथवा तिमीहरूको त बी र सीमा पनि अझै कन्फ्युजन छ भने मलाई थाहा छैन, तर मैले मेरो लजिक दिएँ, एन्सर डी हुन्छ। ल अब यहाँनिर चाहिँ दुईवटा क्वेसन छ है, यो एउटै क्वेसन हैन, दुईवटा क्वेसन छ यहाँनिर, दुईवटा क्वेसन छ। ल अब दुईवटा क्वेसनमा यो फर्स्ट क्वेसनको गरौँ है त, हामी फर्स्ट सुरु यो क्वेसनको गरौँ। यो क्वेसनमा के छ त, सुरुमा आर रहेछ, आर पछि सुरुमा यु रहेछ, त्यसपछि आर रहेछ, त्यसपछि ओ रहेछ, एलआइएफ रहेछ त्यसपछि हैन। अब त्यस्तो हुँदै जाँदाखेरि चाहिँ अब एन्सर चाहिँ कुन चाहिँ हुन्छ त्यसमा, अब के गर्ने होला त हैन, यो क्वेसन मार्कको सट्टा चाहिँ कुन चाहिँ शब्द आउनुपर्छ होला त भनेर सोध्यो। अब यसमा हामीले चाहिँ अब हेर्नु पऱ्यो क्या, सिक्वेन्स हेर्नु पऱ्यो यसो हैन। युबाट आर, आरबाट ओ, ओबाट एल भनेपछि घट्दै घट्दै गइरहेछ हैन। अब कतिको डिफ्रेन्स चाहिँ घटिरहेको कि हैन, मिल्छ कि हेरौँ न हैन। युबाट आर जानलाई कति लाग्छ त हैन, युबाट आर भनेपछि नि यु आर हैन एस टी हो, आर एस टी यु भयो हैन। अनि त्यसपछि यु भयो। अब ओबाटै आरसम्म जानलाई ओ पछि के हुन्छ त ओ, अनि ओ पछि के आउँछ पी, अनि क्यु हैन, अनि त्यसपछि आर। ओहो मिल्यो हैन, मिल्यो भनेपछि त अब अर्को नि एउटा हेरौँ है त, दुईवटा मात्रै मिल्यो नि त हुनसक्छ नि, कुनै क्वेसनले त्यसरी झुकाइदिन सक्छ नि त। अब एल एम एन ओ भनेपछि त मिल्यो, अब त ढुक्क मिल्यो हैन। अब मिल्यो भनेपछि हामीले के गर्नु पर्यो भन्दाखेरि नि एफ हैन, हाम्रो चाहिँ एफ छ भनेपछि एफको अगाडि के आउँछ ई आउँछ, ईको अगाडि के आउँछ डी आउँछ, डीको अगाडि के आउँछ सी आउँछ। अप्सन इज सी करेक्ट है त। ल यति त बुझ्यो नि हैन, यति बुझ्यो नि थम्सअप। ल यति बुझ्यो नि थम्सअप। अब यो क्वेसनमा हेर्नु पऱ्यो है त, यो क्वेसनमा के छ त भन्दाखेरि नि यो पार्ट भए जस्तै यो पार्टको चाहिँ यहाँनिर के हुनु पऱ्यो भनेर सोध्यो क्या। अब जीको ठाउँमा जे आइरहेको रहेछ, आईको ठाउँमा एल आइरहेको रहेछ, एलको ठाउँमा ऊ आइरहेको रहेछ भनेपछि यहाँ त इन्क्रिजिङ अर्डर छ। हेरौँ है त, अब इन्क्रिजिङ अर्डर भने मैले, अब त्यही इन्क्रिजिङ अर्डर चाहिँ हाम्रो मिल्ने हो कि नमिल्ने हो, त्यो हेरौँ है त, ट्राई गरौँ है त। के आइरहेको अरे त हाम्रो जीको ठाउँमा चाहिँ के आह, हाम्रो जीको ठाउँमा चाहिँ जे आह, अनि त्यसपछि हाम्रो आईको ठाउँमा चाहिँ के आह त एल आह हैन। भनेपछि नि जीबाट जे जानलाई के हुनु पर्यो त जी हैन, एचआइजे हैन, भनेपछि +3 भनेर भनौँ है त। अहिले मेरो लजिक हिसाबले यहाँ पनि +3 नै छ हैन, किनभने आइजेकेएल हैन। भनेपछि त अब एलबाट ओ पनि +3 होला नि त। भनेपछि नि ओबाट +3 गरौँ, सरी क्यु, यो क्युबाट +3 गरौँ त, क्यु पछि आरएसटी भनेपछि टी हुन्छ नि त। क्युको के हुनु पऱ्यो, क्युको हाम्रो टी हुनु पऱ्यो। अनि एसबाट टियुभी हैन, एसको के हुनु पऱ्यो, एसको भनेको हाम्रो भी हुनु पऱ्यो हैन। अब भीको के हुन्छ भी डब्लुएक्सवाई भनेपछि भीको हाम्रो के हुनु पऱ्यो त वाई हुनु पऱ्यो। भनेपछि टिभीवाई इज द राइट एन्सर डी है त। राइट एन्सर डी भयो। अब यसमा चाहिँ अलिकति के भयो, गजङ मुजुङ भयो हैन। ल ठिकै छ, राइट एन्सर चाहिँ डी भयो। अब यहाँनिर छ है त हाम्रो, अब यसमा चाहिँ के गर्ने होला त, यसमा चाहिँ के गर्ने होला, कसरी निकाल्ने होला त हैन। यो नम्बर हो, अब नम्बर भनेपछि सल्भ गर्नु पऱ्यो, प्लस माइनस गर्नु पऱ्यो। फर्स्ट त प्लस माइनस गरी हेरौँ नि त हैन। प्लस माइनस बिचको खोज्नु पऱ्यो भनेपछि त हामीले यो तीनवटा नम्बरलाई खेलाउनु पर्छ भनेर त हामीले यति त बुझ्नु पऱ्यो नि हैन। यो दुईवटा नम्बरलाई, यो र यो नम्बरलाई योसित खेलाएर यो निकाल्यो भने त यसमा त लजिक हामीलाई निकाल्न गाह्रो हुन्छ। त्यही भएर हामीले यो र यो तलको नम्बरलाई खेलाएर चाहिँ यो बिचको नम्बर निकाल्नु पऱ्यो। त्यही लजिक चाहिँ अनि यो फिगरमा लाउनु पऱ्यो नि त। भनेपछि नि अब 4 र 5 र 3 यो तीनवटाबाट चाहिँ हामीले बिचमा 6 ल्याउनु पऱ्यो नि त। अब हामीले के गर्नु पर्छ, 4ले 5लाई चाहिँ प्लस गरिदिउँ न त हैन, प्लस गर्ने बित्तिकै त एन्सरै मिलिसक्यो जस्तो मलाई फिलिङ आइछ हैन। अब 4ले चाहिँ के गर्ने त भन्दाखेरि नि 5लाई प्लस गर्ने रहेछ, 4ले 5लाई प्लस गर्ने भनेपछि 9 आउँछ हो। बाँकी को रह्यो त 3 बाँकी रह्यो। अब 3ले माइनस गरिदिने 6 आयो। यसमा त धेरै केही लजिकै लाउनु पऱ्यो नि, इजी रहेछ हैन। यसमा त एकदमै इजी रहेछ हाम्रो हैन, एकदमै खतरा इजी रहेछ। अब यसमा चाहिँ लजिकको कुरो गर्ने भने चाहिँ माथिको एड गर्ने, तलको एक्लोलाई सब्ट्र्याक्ट गर्ने भनेर रहेछ। अब यो माथिकोलाई एड गर्ने, तलको एक्लोलाई सब्ट्र्याक्ट गर्ने हैन। अब 5 + 8 भने कति हुन्छ, 5 मा 8 जोडे कति हुन्छ 13 होला सायद हैन। 5 8 जोडे 13 होला हैन। अब 13 मा 7 घटाए कति हुन्छ, 13 मा 7 घटाए हाम्रो 6 हुन्छ, बिग 6। ओके, अप्सन सी इज द करेक्ट एन्सर है, सी फर करेक्ट। ल यो पनि मिल्यो। अब 1 टर्म इन द सिरिज इज रङ, फाइन्ड आउट द रङ टर्म रे हो। अब यहाँ चाहिँ यो सिरिजमा चाहिँ एउटा टर्म चाहिँ रङ छ अरे कि। अब यो 3 रङ हुन सक्यो, यो 12 रङ हुन सक्यो, 48 रङ हुन सक्यो हैन। यो मध्ये चाहिँ अब कुन चाहिँ रङ हो बाबु तिमीले खोज्नु पऱ्यो भनेर क्वेसनले सोध्यो। अब यसमा कुन चाहिँ रङ होला त हामीले यसो हेर्नु पऱ्यो है त। अब कुन चाहिँ रङ होला त यसो हेरौँ है त। अब यो यसो हेर्नको लागि त पहिला लजिक थाहा पाउनु पऱ्यो हैन। 3बाट 6 गइरहेछ हो, 3बाट हाम्रो कति गइरहेछ 6 गइरहेछ। अनि त्यसपछि 6बाट कति गइरहेछ हाम्रो 12 गइरहेछ। 3बाट 6 जाने बेला +3 हो, 6बाट 12 जाने बेला +6 हो। अनि त्यसपछि हाम्रो 12बाट कति गइरहेछ त 24 गइरहेछ
12बाट 24 जाने बेला प्लस 12 भनेपछि जुन नम्बर छ त्यसले याद गरिदिने नि त, त्यसलाई इन्टु 2 गर्दै जानुपर्ने छ। अब गर्दै जाउँ न त होइन, 24 को डबल 48 हो मिल्यो, 48 को डबल 96 हो, नहुन सक्यो है त, 48 को मलाई चाहिँ होइन जस्तो फिलिङ आयो होइन। अब 48 को डबल कसरी 96 हुन्छ, 48 प्लस 48 हो, 48 प्लस 48 96, ए हो रहेछ ल, 48 48 96 होइन त, 45 मैले 90 भइहाल्यो, 3 3 6 भनेपछि 96 यो पनि ठिक रहेछ भनेपछि अब 96 को डबल चाहिँ कति हुन्छ त, 96 96 हो, 90 90 हाम्रो कति हुन्छ, 90 90 180 अनि 6 6 12, 180 मा 12 थप त कति हुन्छ 192 हुनुपर्ने, 192 हुनुपर्ने, यहाँनिर कति छ त 182 छ, ओके बी इज द राइट एन्सर। ल यो चाहिँ रहेछ है त, मैले झन्डै 96 चाहिँ राइट एन्सर भन्न लागिसक्यो ल, यो पनि मिल्यो। अब त्यसपछि नि इफ द रेसियो अफ द एज अफ हो, यो के हो BASHIT भाषित रे, भाषित हो के हो, मैले रङ पढाइ हुन सक्छु है, भाषित होइन कल्पना, तिनीहरू दुइटाको एज चाहिँ कति छ अरे त, यिनीहरू दुइटाको एज भनेको चाहिँ हाम्रो 3:5 को रेसियोमा छ अरे, 3:5 को रेसियोमा छ अरे। अनि त्यसपछि 10 इयर पछि चाहिँ यिनीहरूको के हुन्छ भन्दाखेरि रेसियो विल चेन्ज टु 11:15, फाइन दि कल्पनाज प्रेजेन्ट एज भनेर भनौँ है त। अब यसमा चाहिँ हामीले लेट गर्नुपर्छ कि के गर्नुपर्छ, लेट गर्नुपर्छ। अब लेट कसरी गर्ने त भन्दाखेरि नि हामीले हो लेट, अब एक्सले लेट गरिदिउँ होइन, कल्पना भनेको 3:5 भनेपछि नि दुइटैलाई अब भाषित अगाडि छ भनेपछि भाषितको चाहिँ 3x भएर हुने भयो नि त, भाषितको 3x हुनुभयो, अब 3x अनि कल्पनाको हाम्रो कति हुनुभयो त 5x भनेर हुने भयो है त, कल्पनाको 5x भनेर हुने भयो। ल अब त्यसपछि नि हाम्रो के भने त, तिनीहरू दुईजनाकै एजको रेसियो भने नि त, भनेपछि कति वर्षपछि त 10 वर्षपछि 3x प्लस 10 होइन, अनि बाई कति हो त 5x प्लस 10, 3x प्लस 10 प्लस हाम्रो 5x प्लस 10 भने चाहिँ कति हुनु पऱ्यो त, अब यो भनेको चाहिँ हाम्रो 11 बाई हाम्रो कति हुनुभयो त, ह्यान्ड राइटिङ चाहिँ अलि एडजस्ट गरेर आज स्टाइलस छैन, अब स्टाइलस नभइसकेपछि अब लेख्नलाई गाह्रै हुन्छ। अब यो सल्भ गर्दै जानुपर्छ होइन, यो सल्भ गरेर जाँदाखेरि अब तिमीहरूले चाहिँ मेन्टली सल्भ गर्न सक्छौ भने त बवाल भइहाल्यो। अब मेन्टली सल्भ गर्न सक्दैनौ भने चाहिँ अब यो 1 बाई 1 गर्नुपर्छ, 1 बाई 1 नै गरेर देखाइदिउँ ल, अलिकति सिम्प्लिफाई गरिदिन्छु, 1 बाई 1 पुरै गर्दिनँ है त। अब यहाँनिर कति आउँछ त 55x होइन, प्लस कति हुन्छ त 110 हो, 110 होइन, यसले गर्दाखेरि कति हुन्छ त 15 3 जानेको 45 होइन, 45x होइन, 45x प्लस हाम्रो कति हुन्छ त 45x प्लस 150, 150 हुन्छ है त, 150 लेख्न लाग्यो ठाउँमै पुगेन ल, 150 लेख्न लाग्यो के पुगेन, ठाउँमै पुगेन, हेपो मलाई 150 ल 150 हुन्छ होइन। अब योभन्दा तल म लेख्दिनँ, अर्को क्वेसन आइसक्यो, 55 मा 45 घटाउँदा 10 हुन्छ होइन, अनि 150 हाम्रो 110 घटाउँदा 40 हुन्छ, अनि त्यसपछि 10x = 40 आयो भनेपछि x भनेको कति आउँछ, x भनेको 4 आउँछ, x भनेको 4 आउँछ भनेपछि कल्पनाको एज हामीले कति भनेर मानेको थियो 5x भनेर मानेको थियो, x भनेको 4 आएपछि 5x भनेको कति हुन्छ 5 × 4 हुन्छ, त्यो भनेको कति हुन्छ 20 हुन्छ, 20 भनेको कुन चाहिँ हो, अप्सन सी इज द राइट एन्सर, अप्सन सी चाहिँ के भयो त राइट एन्सर भयो। लेट्स गो टु द नेक्स्ट क्वेसन। ओखो ल डेन्जर क्वेसन आयो, यो क्वेसन मिलाउनु पऱ्यो, यो क्वेसन मिलाउनको लागि चाहिँ हामीले सबभन्दा पहिले यो क्वेसनको चाहिँ हामीले मिलाउनलाई चाहिँ सबभन्दा सजिलो उपाय भनेको के भन्दाखेरि धेरै जस्तो म्याक्सिमम कन्डिसनमा चाहिँ ट्यागको अपोजिट हेरिहाल्ने, ट्यागको अपोजिट हेर्ने, यिनीहरूको रिलेसन के छ भनेर थाहा पाउने होइन। अब ए र जेको रिलेसन के छ त, ए र जेको रिलेसन के छ, हाम्रो डी र जीको पनि त्यही रिलेसन हुनु पऱ्यो, डी र जीको पनि त्यही रिलेसन हुनु पऱ्यो यदि मिल्यो भनेदेखि। अब ए र जेको रिलेसन के होला त, ए भनेको हाम्रो एक हो होइन, जे भनेको हाम्रो कति हो, ए भनेको 1 हो, जे भनेको 10 हो, हाम्रो डी भनेको कति हो, डी भनेको 4 हो, जी भनेको हाम्रो कति हो 7 हो भनेर हामीलाई थाहा भयो नि त। भनेपछि त यसो हेर्ने बित्तिकै तिमीहरूले नि दिमाग लगायो होला नि अब त होइन, सी दिने मान्छेले यति नि दिमाग लगाएन भने त के काम लाग्यो त होइन। अब यो र यो जोड्दाखेरि 11 आउँदो रहेछ हेर होइन, भनेपछि त यो र यो जोड्दाखेरि पनि त कति आउनु पऱ्यो 11 आउनु पऱ्यो होइन, आयो पनि। अब यो एच र यो क्वेसन मार्क जोड्दा नि 11 आउनु पऱ्यो, एच भनेको हामीलाई कति हो भनेर थाहा छ, एच भने 8 हो भनेर थाहा छ, प्लस एक्स भनेको चाहिँ 11 हुन्छ हो, एक्स भनेको हाम्रो 3टा आउँछ। अब हाम्रो एक्सको नाम चाहिँ सीबाट आउँदो रहेछ, क्रिस्टिना हो कि क्या हो। ल अब काउन्ट द नम्बर अफ द स्ट्रेट लाइन्स भनेर भनौँ होइन, अब स्ट्रेट लाइन चाहिँ काउन्ट गर्नु पऱ्यो। अब यसो फिगर हेर्ने बित्तिकै तर्सेरै ढल्नुला जस्तो फिगर छ होइन। स्ट्रेट लाइन काउन्ट गर्नुको लागि हामीले 3टा स्टाइल छ क्या हाम्रो, भी होइन, एच होइन, डी, VHD भन्ने टक्क इजिकल टु होइन, अनि इजिकल टु गर्ने। अब पहिला भर्टिकल लाइन हेर तिमीहरूले, हो भर्टिकल लाइन एउटा छ, 2टा छ, 3टा छ, 4टा छ, 5वटा भर्टिकल लाइन रहेछ, 5 लेखिदेऊ हो। अब होरिजेन्टल लाइन हेर तिमीहरूले, होरिजेन्टल लाइन भनेको एउटा छ, 2टा छ, 3टा छ, 4टा छ, 5वटा छ, होरिजेन्टल लाइन पनि 5 लेखिदेऊ। अब डायगोनल हेर, एउटा छ, 2टा छ, 3टा छ, 4टा छ, एकपट्टि 4टा भनेपछि यता पनि एउटा छ, 2टा छ, 3टा छ, 4टा छ हो, यतापट्टि पनि 4 4 भनेको कति हो 8 भयो। अब यो लाइन र यो लाइन चाहिँ किन नगर्ने भन्ला होइन, अब त्यो चाहिँ हामीले सिङ्गल स्ट्रेट लाइनै गर्नुपर्छ, बिचमा जतिवटा यस्तो आए पनि हामीले एउटै भनेर मान्नुपर्छ, त्यही भएर यहाँसम्मको त्यो एउटै हो, त्यही भएर नगर्ने मैले होइन, गर्न पनि पाएँ तिमीले यसरी एउटा भनेर है त। ल भनेपछि हाम्रो टोटल कति भयो त 5 5 10, 8 भनेको 18 भयो, 18 भनेपछि अप्सन सी इज द राइट एन्सर, सी फर करेक्ट। के हो सबैको एन्सर सी नै छ क्या हो,
ल स्टेटमेन्ट हैन योवाला झन् खतरा क्वेसन है त। मैले क्वेसन पनि यस्तो बवाल लिएर आएको छु नि फेरि। ल हाम्रो के भनेको छ त यो कति आएको यो। ल मैले के भनेको छु त भन्दाखेरि नि स्टेटमेन्टमा हो मर्निङ वाक आर गुड फर हेल्थ। अब कन्क्लुजनमा चाहिँ के रहेछ त भन्दाखेरि नि अब हेल्दी पिपुल चाहिँ के हो त मर्निङ वाकको लागि चाहिँ जान्छ अरे भनेर भनेको छ होइन। अनि त्यसपछि इभिनिङ वाक आर हार्मफुल होइन, यो अप्सन बी त काटिदिइहालौँ। इभिनिङ वाक हार्मफुल यस्तो पनि भन्ने हो यस्तो पनि भन्ने हो, यो त भन्नै पाएन होइन। इभिनिङ वाक हार्मफुल रह्यो त काटिदिउँ। अब अल हेल्दी पिपुल गो फर मर्निङ वाक, सबै हेल्दी पिपुलहरू मर्निङ वाकको लागि जान्छ नि त। म यस्तो हेल्दी छु, म मर्निङ वाकको लागि खासै जान्न होइन। त्यही भएर यो पनि हामीले काट्न पायौँ क्या होइन। अल हेल्दी पिपुल गो फर मर्निङ वाक होइन, जति पनि मान्छे हेल्दी छन् त्यो सबै मर्निङ वाकको लागि जान्छन् भन्ने त हुँदैन होइन। स्टेटमेन्टले मर्निङ वाक्स आर गुड फर हेल्थ मात्रै भनेको छ होइन, मर्निङ वाक चाहिँ हेल्थको लागि गुड हो भनेर भनेको छैन। अब सबै हेल्दी पिपुलहरू मर्निङ वाकै जान्छन् भन्ने त छैन नि त। त्यही भएर चाहिँ हाम्रो अप्सन डी चाहिँ राइट एन्सर हुन्छ। ल ओखो यो त के हो ध्यार च्यातेरै राखेको त है, कपी नै च्यातेर राखेको क्या बुकै। यसमा नि स्टेटमेन्ट होला है त। सम एक्टर्स आर सिङ्गर रे होइन, केही एक्टर्सहरू होइन केही एक्टर्सहरू चाहिँ सिङ्गर छन् रे क्या हो। अनि अल सिङ्गर आर डान्सर हो भनेपछि त सिङ्गर र हाम्रो डान्सर बराबर छ हो। अब सम एक्टर्स आर सिङ्गर रे, अब सम एक्टर्स के सबै एक्टर हो त होइन नि, सम एक्टर्स आर सिङ्गर हो। ल भनेपछि यहाँनिर अब हेरौँ त सम एक्टर्स आर डान्सर होइन, सिङ्गर र डान्सर त बराबर छ भनेपछि सम एक्टर्स आर सिङ्गर भन्नु सम एक्टर्स आर डान्सर भन्नु त सेमै हो, करेक्ट छ। नो सिङ्गर इज अ एक्टर, कुनै पनि सिङ्गर एक्टर होइन अरे। अब यो पगलाहरू यो भने बौलाहरू, यहाँ सम एक्टर्स आर सिङ्गर भनेर भनेको छ। अनि नो सिङ्गर इज अ एक्टर भनेर भन्ने, सम एक्टर्स आर सिङ्गर भएपछि सम सिङ्गर्स आर एक्टर पनि त हुन्छ होला नि होइन र। सिङ्गरहरू पनि त कोही एक्टर छ होला नि त, भनेपछि त त्यो चाहिँ रङ भयो। भनेपछि हाम्रो कुन चाहिँ भयो त कन्क्लुजन 1 फलोज, ओन्ली कन्क्लुजन 1 फलोज। ल ठिक छ। अब यो हेर त यो हिसाब देख्ने बित्तिकै तिमीहरूको टाउको दुख्छ होला होइन। हिसाब यो राम्रो छ, यो सहिलो खालको हिसाब हो कि फेरि यसो हेर्दाखेरि चाहिँ यो गाह्रो खालको हिसाब चाहिँ होइन। यसलाई कसरी सल्भ गर्ने त भन्दाखेरि नि विच वान विल रिप्लेस द क्वेसन मार्क, यो क्वेसन मार्कमा के आउनु पऱ्यो भन्दाखेरि अब त्यसको लागि हामीले फर्स्ट यो दुईवटा सिक्वेन्स जान्नु पऱ्यो। यो दुईवटा सिक्वेन्स के होला त 5 र 4 जोडे 9 हुन्छ, 9 मा 7 घटाएदेखि 1 हुन्छ मिल्दैन, 9 मा 7 जोडेदेखि कति हुन्छ फेरि 16 हुन्छ होला, त्यो पनि मिल्दैन, जे गरे नि मिल्दैन, छोडिदिन्छु म त जहाँ भन्ने होइन। अब यसमा हेर नि यसो हेर्दाखेरि नि यो तिनवटालाई यसो हेर त, यो तिनवटा नम्बरलाई मात्र, तिनवटा नम्बरमा के छ 5 छ 4 छ 7 छ, तिनटैलाई जोड्दै भने कति आउँछ होला त, तिनटैलाई जोड्दै भनेदेखि कति आउँछ होला 12 4 16 आउँछ होला। ओहो दिमागको बत्ती त ज्वालो जस्तो छ त, दिमागको बत्ती त ज्वालो जस्तो छ त हो। 16/2 है, अर्को नि ट्राई गरौँ नि, यसमा मात्रै मिलाउनु त हुनसक्छ नि। अब 6 मा 9 जोडिदेऊ, 9 मा 5 जोडिदेऊ हो, यसलाई के गर टोटल गर। 6 9 5 भनेको त हाम्रो कति भयो होला त भन्दाखेरि यो त 20 भयो। ला यो पनि मिल्छ कि क्या है। भनेपछि त सबैलाई जोड्दै डिभाइड बाई 2, सबैलाई जोड्दै डिभाइड बाई 2 रहेछ त। भनेपछि अब हामीले यसलाई पनि गरिदिउँ नि त होइन। 3 + 7 + 2, ह्यान्डराइटिङमा अघि भनेको छु है म, कन्टेन्ट A1 दिइरहेको छु, ह्यान्डराइटिङ हामीलाई मतलब भएन। हाम्रो 12/2 हुने रहेछ, 12/2 भनेको 6, डी इज डेन्जरस हो, एन्सर डी भयो। अब यसमा चाहिँ के हुन्छ होला त, यसमा के हुन्छ होला त है, 3बाट 8 आएछ, 8बाट 10 आएछ, 10बाट 15 आएछ, 15बाट फेरि 17 आएछ, के हो त यो त जे पाए त्यही बढिरहेछ हो त, जे पाए त्यही हो त होइन नि त होइन। लेखौँ त यहाँ हो, लेखौँ त 3 8 हो, 3 8 10 हो, 10बाट 15 हो, 15 15बाट 17 हो, यति लेखि पुग्छ होला होइन। 3बाट 8 जनालाई कति चाहियो 5 हो, 5बाट 10 जनालाई कति चाहियो 2 हो, 2 अब फेरि 10बाट 15 जनालाई कति चाहियो 5 हो, 15बाट कति चाहियो 2 हो, 5 2 5 2 5 2 हो, 5 2 5 2 5 2 हो। अनि 17बाट 22 जनालाई कति चाहियो, 17बाट 22 जनालाई 5 चाहियो। अनि त्यसपछि 22बाट 24 जनालाई 2 चाहियो। अब 24मा फेरि 5 चाहियो, फेरि 5 चाहियो होइन। 24 + 5 गर्नुपर्ने रहेछ है त यो सिक्वेन्स अनुसार। 24 + 5, 24 + 5 भनेको कति हुन्छ 19 हुन्छ, 19 चाहिँ के सरी 29 हुन्छ, 29 त दुईटामा छ। अब 5 पछि त हामीले त्यसपछि +2 गर्ने हो, +2 गर्ने हो होइन। 29मा 2 जोड्दाखेरि 34 हुन्छ कि 31 हुन्छ त होइन हो। त्यही भएर चाहिँ अलिकति दिमाग पनि लाउने, अप्सन सी फर करेक्ट लाउने, सी फर क्यारेक्टर जोगाउने है त। ल अब सेलेक्ट द अल्टरनेटिभ विच रिप्रेजेन्ट द 3 आउट अफ द 5 अल्टरनेटिभ फिगर्स भनेर भनेको छ होइन। जसले गर्दाखेरि चाहिँ हाम्रो के गर्नु पऱ्यो त भन्दाखेरि नि एउटा स्क्वायर बनाउनु पऱ्यो भनेको छ कि, ओभरअल एउटा स्क्वायर बनाउनु पऱ्यो भनेको छ। अब यसको लागि चाहिँ हामीले के गर्न सक्छौँ त भन्दाखेरि नि, अब यहाँनिर यस्तो सेप छ, यस्तो सेपमा जाने त कुनै सेप मैले देख्दै देखिनँ, यसलाई त सिधै काटिदिन्छु भन्न पाएँ मैले त होइन। अब तिमीहरूलाई के लाग्छ होइन। अब कुनै पनि हेर्दाखेरि अब यसमा यस्तो सेप छ होइन, यस्तो सेपमा खोइ जाने खालको कुन चाहिँ हो त, अब यस्तो सेपमा जाने खालको, त्यस्तो सेपमा गए पनि के हुन्छ त, अब त्यसमा गइहाल्यो भने पनि यसो मिल्छ जस्तो त मैले त फिलिङै लिन सकिनँ हो, यसो मिल्छ जस्तो त फिलिङै लिन सकिनँ। यसलाई पनि काटिदिउँ हो। यसमा अब यसमा कुन सेप जोडेर चाहिँ, यसमा कुन सेप जोडेर चाहिँ तिमीले अब यस्तो टाइपको स्क्वायर बनाउँछौ त भन न होइन। अब यहाँनिर यस्तो काटिदिँदाखेरि त मैले के भइसक्यो त, यस्तो काटिदिँदाखेरि चाहिँ होइन, यस्तो काटिदिँदाखेरि चाहिँ होइन मैले चाहिँ के भइसक्यो भन्दाखेरि नि यो चाहिँ यहाँ मैले देखिसकेँ होइन, 1 चाहिँ हाम्रो काम लाग्ने रहेछ होइन, 1 त सबै अप्सन रहेछ। अब मैले यो 4 र 5 पनि काम लगाउन सक्छु कि होइन। यो 4 र 5 चाहिँ कसरी काम लाग्छ भन्दाखेरि नि होइन, यो माथिको सेप बनाउनलाई नि यो 4 र 5 भनेको लगभग उस्तै ट्रायङ्गलहरू छ होइन, लगभग उस्तै ट्रायङ्गलहरू छन् होइन। अब यिनीहरूलाई चाहिँ मैले के गर्नु पऱ्यो त भन्दाखेरि यस्तरी मैले यहाँ काटेँ भनेदेखि नि लगभग उस्तै ट्रायङ्गललाई यो दुईवटा ट्रायङ्गलले यो पार्ट बनाउन सक्छ नि त होइन। यो पार्ट अब सबै तिनटै साइज उत्रै छ भनेर भन्यो भने त अब त्यो उत्रै छ, मैले पनि के गर्नु त अब
अब हैन। मैले चाहिँ के माने भन्दाखेरि यो 1 चाहिँ अलि ठुलो छ, 4 र 5 चाहिँ अलि सानसाना छन्, यिनीहरू दुईटालाई जोडेर यो पट्टि साइड बनाउँछु, बाँकी साइड यो बनाउँछु भनेर चाहिँ मैले एन्सर भने 1 4 5 भनेर मैले भने केही गल्ती भयो माफ पाऊँ। यसमा चाहिँ अलिकति कन्फ्युजै छु है त। ल अब मोटरसाइक्लिस्ट हो नोज 4 डिफ्रेन्ट रुट्स हैन, यसले चाहिँ 4 डिफ्रेन्ट रुट्स थाहा पाएँ है त। ल एउटा भनेको के हो त भन्दाखेरि यो ठाउँको नाम मलाई थाहा छैन, यो ठाउँदेखि यो ठाउँसम्म थाहा पाएँ अरे, यो ठाउँदेखि यो ठाउँसम्म एउटा रुट छ अरे हैन। हो यो ठाउँदेखि यो ठाउँसम्म 4 रुट चाहिँ थाहा पाएँ अरे, फ्रम यो ठाउँदेखि यो ठाउँसम्म चाहिँ उसले फेरि 3टा रुट थाहा पाएँ अरे हैन। अब तिनीहरूले एबी भन्दै जान्छु है त म, एदेखि बीसम्म उसले कतिवटा रुट थाहा पाएर भन्दाखेरि 4 रुट हो। अब उसले बीबाट चाहिँ हाम्रो सीसम्म कतिवटा रुट थाहा पाएर त 3टा रुट थाहा पाएर हैन। अनि त्यसपछि उसले फेरि के गरेर त भन्दाखेरि नि सीबाट चाहिँ डीसम्म चाहिँ उसले चाहिँ कतिवटा रुट 2टा रुट, ल सीबाट चाहिँ डीसम्म चाहिँ उसले चाहिँ कतिवटा रुट त 2टा रुट हो भनेपछि नि हाउ मेनी रुट्स डज हि नो फ्रम फर्स्ट एदेखिबाट डीसम्म चाहिँ उसले कतिवटा रुट चाहिँ थाहा त उसले भन्दाखेरि चाहिँ अब यो भनेको त हाम्रो 12 कक्षाकै एकदम फर्स्ट च्याप्टरकै एकदमै सिम्पल क्वेसन हो हैन। यसरी दियो भनेदेखि यो सिम्पल क्यालकुलेटिङ हो कि नम्बर क्यालकुलेटिङ कि समथिङ के भन्थ्यो हैन, एकदमै सिम्पल हो। अब यसमा चाहिँ हामीले केही पनि गरिरहेन हैन, यसरी छुट्टै छुट्टाएर दियो अनि सिधै एदेखि चाहिँ डीसम्म चाहिँ कतिवटा तरिकाले चाहिँ उ जान सक्छ भनेर सोध्यो भने चाहिँ सिधै हामीले के गरिदिनु त नम्बर अफ तरिका हो, नम्बर अफ TARIKA तरिका, नम्बर अफ तरिका इज इक्वल टु चाहिँ के हुन्छ त 4 × 3 × 2 हुन्छ हैन। अब यो कसरी हो भन्नको लागि चाहिँ अब क्लास लिनु पर्यो हैन। अब त्यो भनेको चाहिँ हाम्रो कति हुन्छ 4 × 3 × 2 भनेको चाहिँ हाम्रो 4 3 12 12 2 24 डी फर डेन्जरस भनेर भन्थ्यो कि एकजनाले। अब म्याक हेज 3 मोर हैन, यो भने कुनै देशको पैसाको साइन हो हैन। 3 रुपैयाँ चाहिँ बढी छ अरे, हामी नेपाली मान्छे रुपैयाँमै कुरो गरौँ है त। म्याकसित चाहिँ 3 रुपैयाँ बढी छ अरे केन भन्दा हो, म्याकसित चाहिँ केन भन्दा 3 रुपैयाँ बढी छ अरे। ओहो यो त जुम गर्नुपर्ने भयो हैन। म्याकसित चाहिँ केन भन्दा 3 रुपैयाँ बढी छ अरे हो भनेपछि म्याकको चाहिँ के मान्ने त हामीले, म्याकको कति रुपैयाँ मान्ने त भन्दाखेरि नि म्याकको कति पनि रुपैयाँ नमानौँ, केनको चाहिँ मानौँ त हैन, केनको चाहिँ मानौँ हैन। अब म्याकको पैसा हैन, म्याकको पैसा म्याकलाई हामी मान्दिउँ हैन, म्याकको चाहिँ कति पैसा आयो त भन्दाखेरि नि केन भन्दा 3 रुपैयाँ बढी छ अरे हो, ठिक छ नि हैन। भनेपछि नि हाम्रो के भयो त टोटल पैसा चाहिँ कति भयो त, केनसित के पैसा छ म्याकसित के + 3 छ भनेपछि टोटल भनेको हाम्रो के हुन्छ त 2k + 3 हैन। बुझ्यो नि हैन, यो त म्याकसित यति छ हैन, हाम्रो केनसित चाहिँ k + 3 छ, सरी म्याकसित चाहिँ k + 3 छ, केनसित चाहिँ के मात्र छ भनेपछि केनको पैसा र म्याकको पैसा जोड्दाखेरि 2k + 3 हुन्छ। यति अब सिम्पल कुरो छ, बुझिहाल्यो होला हैन। ल यो चाहिँ मैले किन गरेको भन्दाखेरि हाउ मच मनी डिड म्याक एन्ड केन ह्याभ बिट्विन देम बिफोर केन विन्स भनेर भन्नु के भनेपछि टोटल निकाल्नुपर्छ। अहिले पछि हामीले यही निकाल्नुपर्छ कि यही भ्यालु निकाल्नुपर्छ, त्यही भएर अब यहाँ हेर यहाँसम्म चाहिँ हामीले चाहिँ के गरेर भन्दाखेरि नि यहाँसम्म चाहिँ हामीले निकाल्यौँ हैन। अब बट द केन विन्स अन द हर्स हो, बिचरा अब सट्टाबाज रहेछ उसले हर्समा चाहिँ अब त्यही हो पैसा लगायो होला, अनि लगाइसकेपछि के हो त 1 गुणाको 3 गुणा भएछ, 1 गुणाको 3 गुणा भएछ, केबाट अब ऊ के भएछ त 3k भएछ, केबाट 3k भएछ हो। सो ही नाउ हेज 2 रुपैयाँ चाहिँ बढी मोर देन द ओरिजिनल एमाउन्ट अफ द मनी भनेर भन्यो हैन। ओरिजिनल एमाउन्ट अफ मनी भनेको यो टोटल मनी के, टोटल मनी भन्दा नि अझै उसित 2 रुपैयाँ बढी भएछ अरे के हैन। अब 3k भने चाहिँ के रहेछ, 3k भने चाहिँ केसित बराबर रहेछ त 2k भनेको ओरिजिनल 2k + 3 भनेको ओरिजिनल मनीमा नि अझै 2 रुपैयाँ चाहिँ उसित बढ्ता भएछ हो। अब यो 2k लाई यता ल्याउँदाखेरि माइनस हुन्छ भनेपछि के मात्र बाँकी रहन्छ, के भनेको हाम्रो कति रहेछ त 5 रहेछ, के भनेको 5 रहेछ है त, के भनेको 5 रहेछ भनेपछि के गर्नु पर्यो त अब के को भ्यालु यहाँनिर यो टोटलमा हाल्दिनु पर्यो हामीले, यो टोटल भ्यालुमा के को भ्यालु हाल्दिँदाखेरि 5 × 2 भनेको हाम्रो कति हुन्छ त 5 2 भनेको 10 हुन्छ, 10 + 3 भनेको 13 रुपैयाँ हुन्छ। पहिला 13 रुपैयाँ रहेछ फर्स्ट सुरु चाहिँ हाम्रो कोसित चाहिँ केनसित चाहिँ फर्स्ट सुरु चाहिँ 13 रुपैयाँ रहेछ। ल सक्यो, यो पनि सक्यो, यो पनि सक्यो। इन अ क्लास देयर आर 18 बोइज हु आर ओभर, ओखो धेरै अग्ला केटाहरू रहेछ है, अग्ला केटा रहेछन्, 18वटा अग्ला केटा रहेछन्। इफ दे कन्स्टिट्युट 3/4 अफ द टोटल बोइज है भनेपछि 3 4 फेरि 4 लेखा छ, 3 4 भने चाहिँ 4 लेखा छ अगाडि नै। ल हाम्रो चाहिँ के छ त भन्दाखेरि 3 4 हो, 3 4 अफ द टोटल बोइजलाई बी मानौँ, 3 4 अफ द टोटल बोइज भनेको चाहिँ हाम्रो 18 हो रे क्या, 18 हो रे क्या। भनेपछि देयरफोर हाम्रो टोटल बोइज भने चाहिँ कति हो रे भनेर भन्दाखेरि नि कति हो रे, हल्को बेटा रे बता दो रे 4 हो रे है त, ठिक छ 4 होइन नि फेरि 24 लेखेको छु है, 24 हो रे। टोटल नम्बर अफ बोइज 24 छ अरे। अब फेरि क्वेसनले के भने त द टोटल नम्बर अफ द बोइज इज 2/3 अफ द टोटल नम्बर अफ द स्टुडेन्ट हैन। अब 2/3 अफ द टोटल नम्बर अफ द स्टुडेन्ट भनेको चाहिँ टोटल नम्बर अफ बोइज भनेको 24 भयो हो। भनेपछि टोटल नम्बर अफ स्टुडेन्ट भनेको कति हुनुभयो, टोटल नम्बर अफ स्टुडेन्ट भनेको हाम्रो कति हुनुभयो त 24 त्यहाँ कति हुने हो, 24 त्यहाँ 72 हो क्या हो, 72/2 भनेको कति हुने हो, 72/2 भनेको 36, टोटल नम्बर चाहिँ 36 छ अरे हो। अब वाट इज द नम्बर अफ गर्ल्स इन द क्लास, अब केटीहरू चाहिँ कति छन् रे क्लासमा भन्दाखेरि हैन। अब केही गरी ट्रान्सजेन्डर छैनन् भने क्लासमा, अहिले मानौँ ट्रान्सजेन्डर छैनन् रे क्लासमा भने टोटल नम्बर अफ स्टुडेन्टमा बोइज घटाइदियो भने त अफकोर्स गर्ल्स आउँछ होला, ट्रान्स छैन भने पछि फ्युचरमा चाहिँ यो क्वेसनमा ट्रान्स पनि जोडेर आउन सक्छ है त, किनभने उनीहरूको नि इज्जत गर्नु पऱ्यो। अहिले चाहिँ ल ट्रान्स छैनन् भने मानौँ हैन 36/2
24 36 बाई होइन 36 - 24 36 - 24 भने त लगभग 12 जति देखेँ मैले चाहिँ होइन अब कति हुन्छ 36 - 24 भने 12 नै होला सायद है 12 भनेपछि अप्सन बी फर बवाल भनेर मलाई एकजनाले भनेको थियो अ फादर इज नाउ 3 टाइम्स एज ओल्ड एज हिज सन हो अहिलेको जमानामा अहिले भर्खरै चाहिँ के छ भन्दाखेरि एउटा बाउ चाहिँ 3 गुणा चाहिँ ओल्ड छ अरे के छोरोभन्दा हो बाउलाई बी भनेर मानौँ हो छोरो भनेको चाहिँ सी भनेर मानौँ बाउ इज 3 टाइम्स छोरो हो अब 5 इयर्स ब्याक हि वाज 4 टाइम्स एज ओल्ड एज हिज सन हो 5 वर्ष पहिले भनेपछि बाउको 5 वर्ष घटाउँ बाउको 5 वर्ष घटाउँदाखेरि के थियो त हि वाज 4 टाइम्स एज ओल्ड एज हिज सन होइन छोरो पनि के थियो त भन्दाखेरि 5 वर्ष अगाडि नै होइन कति टाइम रे 5 टाइम्स हो 5 टाइम्स कति गर्नु पर्छ हामीले छोरो -5 गरेर गर्नु पऱ्यो बाउ -5 छोरो -5 अब दुईवटा इक्वेसन आइहाल्यो दुईवटा इक्वेसन सल्भ गरेर अब एज अफ द सन होइन छोरोको एज चाहिँ कति हुन्छ भनेर निकाल्नु पऱ्यो है त हामीले अब छोरोको एज कति हुन्छ भनेर निकाल्नलाई अब यो बीको ठाउँमा मैले 3c राखिदिनु मिलिहाल्छु 3c - 5 = 5c माइनस कति हुनुभयो 5c - 25 झन्डै 5 लेखिन नि हो अब नि 2c भनेको 20 आउँछ 2c भनेको 20 भनेपछि c भनेको हाम्रो 10 आउँछ छोरो बिचरो 10 वर्षको रहेछ अब यो 10 त मिलेन है 10 चाहिँ किन मिलेन त कहाँनिर यो क्वेसन मिस्टेक भयो त 10 त हाम्रो मिलेन नि त 10 मिल्नु पर्ने मिलेन भनेपछि अब मिलाउनु त पर्यो होइन क्वेसनले के होइन क्वेसन उल्टो पढाएर फादर भनेको 3 टाइम्स एज ओल्ड एज सन बाउ भनेको 3 टाइम्स चाहिँ छोरो मिलाएछ 5 वर्ष पहिला हो 5 टाइम्स के हो त 5 वर्ष पहिला 5 टाइम्स भनेर रहेछ नि त 5 वर्ष पहिला 4 टाइम्स भनेर रहेछ नि त तिमीहरू भन्दैन यार क्वेसन मिस्टेक तिमीले यो इक्वेसन बनाएको मिले होइन भनेर होइन भनेपछि त अब यहाँनिर पनि काट्नु पऱ्यो यहाँनिर पनि मिस्टेक भइसक्यो यहाँ पनि 4 लेख्नु पऱ्यो यो 25 हुँदैन नचाहिने कुरो 25 हुन्छ त हुँदैन 20 हुन्छ यो त अब 3 मा 4 मा 3 घटाएपछि त सी मात्रै हुन्छ अनि त्यसपछि चाहिँ हाम्रो 20 मा भनेको त 15 हुन्छ 15 त होला नि अप्सनमा होइन 15 त होला नि 15 त होला नि होइन ल 15 छ भने 15 बी फर बक पास है त मिस्टेक भयो नि त बल्ल मिलायौँ अब एउटा वेटरको स्यालेरी छ अरे कन्सिस्टेड अफ हिज स्यालेरी होइन वेटरको स्यालेरीमा के छ अरे त त्यसको स्यालेरीमा भन्दाखेरि जुन त्यसलाई महिना दिने स्यालेरी भयो बाँकी चाहिँ सर हजुर सर हुन्छ सर भनेर कमाएको एक्स्ट्रा पैसा टिप भयो क्या त्यो दुइटा गरेर चाहिँ उसको चाहिँ स्यालेरी बन्यो अरे टोटल स्यालेरी भनेर भनौँ है त अब ड्युरिङ 1 विक हिज टिप वेयर हो 1 विकमा चाहिँ त्यसको टिप चाहिँ 5/4 अफ द हिज स्यालेरी थियो अरे है त त्यसको टिप चाहिँ 5/4 अफ हिज स्यालेरी थियो अरे भनेर भनौँ है त अब हामीले चाहिँ यो क्वेसनलाई एकदमै सहिलो कसरी बनाउने म भन्दिनँ तिमीहरूलाई टिप्स होइन पछि मेरो क्लास लियो भने त यस्तो जाब टिप्स त म दिएको गर्छु अहिलेलाई चाहिँ यो क्वेसनलाई चाहिँ एकदम सहिलो बनाउनुलाई म हुन त तिमीहरूलाई पनि थाहा होला होइन अब के तिमीहरूलाई थाहा नहुने भएन होइन अब यो क्वेसनमा चाहिँ यो वेटरको टिपलाई चाहिँ कति मान्दिउँ हामीले भन्दाखेरि नि वेटरको टिप भन्दा नि उसको स्यालेरीलाई चाहिँ होइन योवाला स्यालेरीलाई फेरि यो टोटल स्यालेरीलाई होइन योवाला स्यालेरीलाई चाहिँ हामीले कति मान्दिउँ भन्दाखेरि नि योवाला स्यालेरीलाई चाहिँ हामीले 4 मान्दिउँ कि हो भनेपछि स्यालेरी एस मात्र भनौँ है एस भनेको 4 भयो भनेदेखि नि हो एस भनेको 4 भयो भनेदेखि नि हो अब त्यसको टिप चाहिँ कति हुन्छ त भन्दाखेरि नि टिप हुन्छ नि टिप है हो यो चाहिँ कति हुन्छ त भन्दाखेरि नि 4 भएपछि नि 5/4 × 4 हुन्छ क्या हो यो र यो काटिन्छ त्यही भएर यहाँ 5 आउँछ त्यही भएर चाहिँ मैले तिमीलाई चाहिँ यो स्यालेरीलाई चाहिँ 4 मान भनेर भने कि ठिक छ ए ल अब त्यस भयो नि यसको टोटल कति हुन्छ त त्यसमा टोटल कति हुन्छ त हो टोटल भनेको 4 + 5 टोटल भनेको 9 हुन्छ हो टोटल भने 9 हुन्छ वाट फ्र्याक्सन अफ हिज इन्कम केम फ्रम दि हो अब त्यसको इन्कम यो इन्कम भने चाहिँ टोटल फेरि यो इन्कम भने चाहिँ टोटल हो अब त्यो टोटलमा चाहिँ त्यसको चाहिँ कति फ्र्याक्सन चाहिँ टिप्सबाट चाहिँ त्यसको टोटल इन्कम आउँछ भनेर भन्नु खोज्छ कि अब फ्र्याक्सन निकाल्नलाई के गर्नु पर्छ तिमीले भन्दाखेरि नि हो यहाँ दुईटै ठाउँमा टी लेख्दैछु है सरी ल दुईटै ठाउँमा टी हुँदैन नि त यहाँ टी लेख्दैछु यहाँनिर के लेखिदिउँ त इन्कम लेखिदिउँ न इन्कम हो इन्कम अब इन्कम भनेको त्यसको कसरी आयो त भन्दाखेरि नि इन्कम भनेको टिप बाई हाम्रो के हुन्छ त इन्कम होइन किनभने टिपको चाहिँ हाम्रो चाहिँ के हुन्छ रेसियो निकाल्नु पऱ्यो हामीले होइन यो भनेको कति हुन्छ त हाम्रो 5/9 होइन 5/9 5/9 भनेको छ अप्सन डी धमाकेदार है त ल इफ यु राइट डाउन अल द नम्बर्स फ्रम 1 to 100 हो 1 बाट 100 सम्म अब यसको पनि तिमीहरूलाई स्टाइल सिकाइदिन्छु कि म अब अलिक फर्ममा आइसक्यो म सबैको स्टाइल सिकाइदिन्छु कि 1 बाट 100 सम्म चाहिँ तिमीले चाहिँ के गर्यो नम्बर चाहिँ लेख्दै गयो अरे अब कि एक्जाममा गएर तिमी नम्बर लेख्दै बस्छौ नहुने भएर है त देन हाउ मेनी टाइम्स डु यु राइट 3 होइन अब 1 देखि 100 सम्म लेख्दाखेरि तिमीले 3 कसरी लेख्छौ 3 कतिचोटि लेख्छौ भनेर भन्यो अब यसको चाहिँ दुईटा चाहिँ उयो वे छ है त फर्स्ट वे है त फर्स्ट वे चाहिँ कसरी सल्भ गर्छौँ त भन्दाखेरि नि अब फर्स्ट वे चाहिँ हाम्रो चाहिँ के गर्नु भन्दाखेरि 10th प्लेसमा चाहिँ होइन 10th प्लेसमा है त 10th प्लेसमा कतिवटा 3 आउँछ त 10th प्लेस PLAC 10th प्लेसमा कतिवटा 3 आउँछ त हो 10th प्लेसमा कतिवटा 3 आउँछ त हो 10th प्लेसमा भनेपछि कति हुन्छ हाम्रो 13 23 हो 23 पछि त हाम्रो यो सरी 10th होइन नि यो त वन्स प्लेसमा है त यो वन्स प्लेसमा चाहिँ हो वन्स प्लेस है त 1s भनेर लेखिदिन्छ त 1s ल वन्स प्लेसमा चाहिँ कति हुन्छ 1 13 हो 13 पछि अरू के आउँछ हाम्रो 13 पछि
13 पछि हाम्रो जुम गरौँ है अलिकति 13 पछि हाम्रो 33 मा नि आहा नि 33 पछि 43 53 हो 53 पछि कति आउँछ हाम्रो 63 73 83 हो अनि त्यसपछि 93 है त अब कतिवटा भयो 1 2 3 4 5 6 7 8 9 वटा भयो है त 93 भयो कहाँ के हट्यो त ए 3 पनि भयो नि त हैन 3 पनि भयो नि त हैन 3 यो 13 देखि स्टार्ट गर्दैछु 3 पनि भयो फर्स्ट प्लेस हैन अब चाहिँ 10th प्लेस है त अब चाहिँ 10th PLSC प्लेसमा 10th प्लेसमा चाहिँ कतिचोटि आउँछ त 10th प्लेसमा त हाम्रो एक ठाउँमा मात्र आउँछ त्यो भने कति हो त 30 31 32 33 है 33 त आइसक्यो के अरे 33 त आइसक्यो हैन 33 आइसक्यो नलेखौँ 33 हैन 34 है 35 36 37 38 हैन अनि 39 हैन 39 ल अब यसमा कतिचोटि आयो त 1 2 3 4 5 6 7 8 9 चोटि आयो त 9 चोटि आयो माथि काउन्ट गर्नलाई मैले मिस्टेक गरेको छु यहाँ दुईटा 3 आछ हैन दुईटा 3 आछ भनेपछि यसलाई चाहिँ अघि यहाँनिर 1th प्लेसमा भनेर गनेको थियो यहाँनिर अब 10th प्लेसमा भनेर त गर्न मिल्दैन किनभने यहाँनिर छ नि भनेपछि 10 यहाँ 10 भनेपछि कति भयो टोटलमा 20 भयो देख्यो यो भनेको एकदमै झन्झटदार छ है त झन्झटदार छ अब सिधै हेर्ने हो भने हामीले हैन 1 देखि 100 सम्म हेर्ने भनेदेखि नि 1 देखि 100 सम्म हेर्ने भने टोटल पोसिबल डिजिट हैन टोटल पोसिबल डिजिट्स 1 देखि 100 सम्म हेर्ने भने टोटल पोसिबल डिजिट हाम्रो कतिवटा हुन्छ त टोटल पोसिबल डिजिट 200 वटा हुन्छ अनि त्यसपछि हाम्रो कतिवटा हुन्छ त प्रत्येक डिजिट चाहिँ के हुन्छ त इक्वल टाइम चाहिँ हाम्रो चाहिँ आउन पाउँछ नि त प्रत्येक डिजिट्स हैन इक्वल टाइममा आउन पाउँछ नि त हैन भनेको हाम्रो 0 देखि 9 सम्म जतिवटा डिजिट छ नि हो त्यो त इक्वल टाइममा आउन पाउँछ नि त यो 1 देखि 100 सम्म 200 सम्मको उयो भन्दाखेरि भनेपछि नि हाम्रो चाहिँ के गर्नु पर्यो त डिभाइड बाइ 20 भनेर गर्नु पर्यो सरी डिभाइड बाइ 10 भनेर गर्नु पर्यो 10 वटा डिजिट छ नि त हैन हाम्रो टोटल नम्बर अफ डिजिट्स कति हो त 10 हो नि त 0 देखि 9 भनेको 10 हुन्छ है 0 देखि 9 0 देखि 9 भनेको 10 वटा डिजिट हो है 9 वटा डिजिट हैन नि फेरि 10 वटा डिजिट यस्तो गरेर यो 0 0 काट्दिने अनि यो 20 हुन्छ डाइरेक्ट आन्सर आउँछ जसरी पनि सी नै आउँछ करेक्टै हुन्छ जसरी गरे पनि है त ल विच नम्बर विल रिप्लेस द क्वेसन मार्क भनेर भनेको छ है यहाँनिर कुन चाहिँ नम्बरले चाहिँ क्वेसन मार्कलाई चाहिँ रिप्लेस गर्छ भनेर भनौँ अब यसको लागि तिमीले कसरी सल्भ गर्छौ त है हेर्दा त यस्तो डेन्जर क्वेसन छ जस्तो लागिरहेछ अब माथिको प्लस र तलको प्लस गरौँ न हैन यो सरी त मरे नै हुँदैन है 80 ल्याउनुपर्छ कसरी हुने यो भनेको 17 हुन्छ यो भनेको 11 हुन्छ 17 र 11 त कसरी हुन्छ यो त हुँदैन यो भनेको हुँदैन अब माथिको माइनस र तलको माइनस गरौँ न 13 हुन्छ तलको माइनस कति हुन्छ 13 को माइनस त 1 मात्रै हुन्छ हैन त्यो पनि हुँदैन भनेपछि अब यसमा चाहिँ कसरी हुन्छ भनेर भन्दाखेरि नि अब माथिको चाहिँ माइनसै गर्नुपर्छ है माथिको चाहिँ के गर्नुपर्छ त माथिको चाहिँ माइनसै गर्नुपर्छ हैन अब माथिको माइनस गर्दाखेरि तलको चाहिँ के गर्ने त भनेर भन्ने पनि आउन सक्छ हैन माथिको एकचोटि माइनस गरिहेरौँ है त 15 माइनस कति गर्नु पर्यो 15 माइनस 2 गर्नु पर्यो हैन 15 माइनस 2 तलको चाहिँ के गर्नु पर्यो त अब एड गर्नु पर्यो है त 15 माइनस 2 तलको चाहिँ एड गर्दाखेरि कति हुन्छ 5 के भयो फेरि 5 प्लस 6 भनेको चाहिँ 11 15 माइनस 2 भनेको चाहिँ कति हुन्छ त 13 हो 13 यसरी मिल्यो त अब हाम्रो यसरी मिल्यो त यसरी मिल्यो त मिलेन होला नि पक्कै पनि मिलेन हैन 15 माइनस 2 भनेको कति हुन्छ त 15 माइनस 2 भनेको त 13 हुन्छ नि हैन र 15 माइनस 2 भनेको त 13 हुन्छ अनि त्यसपछि हाम्रो यो 5 प्लस 6 भनेको कति हुन्छ त्यो भनेको उतै भयो यो त मिलेन लौ पर्यो फसाद अब फसाद पर्यो है त अब फसाद पर्यो अब डुबे तिमीहरू भनेर नसोच्ने अब यसको करेक्ट आन्सर अब यो र यो मिल्दैन नि यो गर्ने नि यो र यो गर्ने नि हैन यो र यो हो यो घटाउने यसलाई जोड्ने ठीक छ यो घटाउने यसलाई जोड्ने यो चाहिँ यसमा माइनस गर्ने यसमा चाहिँ प्लस गर्ने भन्ने कुरो रहेछ 10 हुन्छ 10 इन्टु हाम्रो कति हुन्छ त त्यो प्लस गर्दाखेरि 8 हुन्छ 80 मिल्यो नि हैन यसरी मिल्यो अब यसलाई घटाउने हो 5 हुन्छ हैन अब यतापट्टि जोड्ने हो यतापट्टि जोड्दाखेरि कति हुन्छ 13 हुन्छ 13 भनेको कति हुन्छ 65 हुन्छ 65 पनि मिल्यो यसलाई घटाउने कति हुन्छ 2 हुन्छ यसलाई जोड्ने कति हुन्छ यसलाई जोड्दाखेरि 16 8 भनेको 24 हुन्छ 24 भनेपछि 48 हुने रहेछ ल ओके फाइनली थट यो चाहिँ अलिकति गाह्रो पर्यो हैन ल अब यो चाहिँ सहिलो हो फेरि यो चाहिँ सहिलो छ एकदम सहिलो छ यो चाहिँ तिमीहरूले यसो हेऱ्यो भनेदेखि नि हाम्रो चाहिँ यसमा चाहिँ कसरी गर्ने हो त भन्दाखेरि नि अब सिधै तिमीहरूले दिमाग चलाउन सक्यौ सकेनौ मेरो चाहिँ दिमाग चलिसक्यो क्या हैन यो मैले एकचोटि अस्ति नगरेको नि क्वेसन हो अब यसमा चाहिँ तिमीले हेर त के गर्ने त भन्दाखेरि नि तिमीले यसलाई र यसलाई जोड्दिने हो अनि यसलाई र यसलाई जोड्दिने अनि जो दुईटा आठ जति आउँछ त्यसलाई चाहिँ घटाउने क्या ठीक छ अब 101 मा 15 जोड्दा 101 मा 15 जोड्दाखेरि कति हुन्छ 116 हुन्छ अनि त्यसपछि 35 मा 43 जोड्दा त 35 मा 43 जोड्दाखेरि कति हुन्छ 35 मा 43 हैन 30 र 40 70 हुन्छ 78 हैन अब 116 मा 78 घटाउँदाखेरि कति हुन्छ 116 मा 78 घटाउँदाखेरि कति हुन्छ अफ कोर्स 38 हुन्छ होला है अब यस्तो गरेर गर्छपछि 38 त हुनु पर्यो नि हैन किन भन्दाखेरि नि 106 मा 70 घटाउँदाखेरि कति हुन्छ 106 मा 70 घटाउँदाखेरि कति हुन्छ 6 बाँकी रहन्छ हैन अनि त्यसपछि 8 घटाउँदाखेरि कति हुन्छ -2 मा जान्छ 10 8 यस 38 मिल्यो हैन अब मैले के हिसाब गरेँ तिमीहरूले बुझेन होला त्यही पनि मिल्यो अब यसमा यो जोड्ने यसमा यो घटाउने मिलिहाल्छ 48 मा 84 है त 48 मा 84 अब 48 मा 84 भनेको 200 कति हुन्छ यो 200
200 20 30 32 232 हुन्छ होला 232। अब यसमा यो माइनस हाम्रो कति हुन्छ 56मा यो 60 30 भनेको 90 हुन्छ 60 30 90। अब 90 घटाउनु पऱ्यो 90 घटाउनु पऱ्यो। कस्तो खालको क्वेसन राखेको थियो 162 जस्तो 162 होइन सरी 142 यस 142 चाहिँ आउँछ ल 142 चाहिँ आउँछ। बी फर बवाल क्वेसन बकवास क्वेसन जे भने भन मिल्यो फेरि त्यस्तै क्वेसन छ ल तिमीहरूलाई चाहिँ यो चाहिँ डेन्जरै भइहाल्यो ल। अब यसमा विच नम्बर विल रिप्लेस दि क्वेसन मार्क भनेर भनेको छ यहाँ चाहिँ यहाँ मात्रै कुन चाहिँ नम्बरले चाहिँ क्वेसन मार्कलाई रिप्लेस गर्छ यहाँ चाहिँ क्वेसन मार्क कहाँ छ भनेर भन्ला है त। अब यो कसरी सल्भ गर्ने भनेर भन्ला है त। यो त झन् एकदमै सहिलो छ होइन यो माथि गरेको भन्दा पनि सहिलो साँच्चै सहिलो छ यो चाहिँ साँच्चै सहिलो छ। हेर त्यहाँनिर यो माथिको दुईवटा नम्बरलाई चाहिँ चलाउने हो कि यो माथिको दुईवटा नम्बरलाई चलाएर यो तलको दुईवटा नम्बर चाहिँ निक्लिराखेको होइन यसो मैले दिमागमा क्यालकुलेट गर्दा चाहिँ अब 5मा 4 जोड्दाखेरि 9 आउँछ 5लाई 4ले मल्टिप्लाई गर्दाखेरि कति आउँछ त 20 आउँछ कुराकानी मिल्यो नि होइन। 3लाई 8ले जोड्दाखेरि कति हुन्छ त 11 आउँछ अनि 3लाई 8ले मल्टिप्लाई गर्दाखेरि कति आउँछ 24 आउँछ कुराकानी यहाँ नि मिल्यो। अब 9लाई 4ले मल्टिप्लाई 9लाई 4ले प्लस गर्दाखेरि कति आउँछ 13 आउँछ। 9लाई 4ले मल्टिप्लाई गर्दा कति आउँछ होला त 9 4 36 यो नम्बर त दिमागमै याद छ नि होइन 36 भनेर ल सी फर चप्पल खालास भाइ मिलेन भने है त। अब विच नम्बर विल रिप्लेस दि क्वेसन मार्क नि यहाँ मात्रै क्वेसन मार्कलाई चाहिँ कसले रिप्लेस गर्छ यो जति सहिलो क्वेसन त मैले अहिलेसम्म देखेको छैन ल यो जति सहिलो क्वेसन त होइन। यसो तिमीहरू आफैले प्याटर्न नोटिस गर न आफैले प्याटर्न नोटिस गर न है त। यहाँनिर के छ सबै यिनीहरू स्क्वायर नम्बर हो नि होइन स्क्वायर नम्बर हो नि होइन मेरो विचारमा त हो तिम्रो विचारमा के हो मलाई थाहा छैन सबै स्क्वायर नम्बरै लाग्छ मलाई चाहिँ। सबै स्क्वायर नम्बर भइसकेपछि अब यसमा अहिलेको जस्तै गर्न मिल्छ त अपोजिट जोड्ने नेगेटिभ त्यो त मिल्दैन ट्राई गरी हेर्दा हुन्छ त्यही पनि तिमीहरूले होइन। अब त्यसो भए यसमा चाहिँ के गर्ने भन्दाखेरि सबै स्क्वायर नम्बरलाई चाहिँ फर्स्ट सुरु कसको स्क्वायर हो त्यो 36 भनेको 6को स्क्वायर हो यो 25 भनेको 5को स्क्वायर हो यो 64 भनेको होइन 64 64 भन्छन् है फेरि भन्न आएन 64लाई चाहिँ यो भनेको 8को स्क्वायर हो यो 49 है 7को स्क्वायर हो। अब हेर त अब त एन्सरै आइसक्यो तिमीहरूलाई के हेर भन्नु अब त एन्सरै आइसक्यो यो र यो भनेको 14 हुन्छ हो यो र यो भने 14 हुन्छ यो र यो भने 12 हुन्छ 12 + 14 भनेको 26 मिलिहाल्यो। 3 9 भनेको 9को 3 हुन्छ 25को हाम्रो 5 हुन्छ यो उसको हाम्रो कति हुन्छ 4 हुन्छ 81को हाम्रो कति हुन्छ त 9 हुन्छ 9 4 13 13 हो अनि 3 5 8 13 + 8 भनेको 41 के अरे 21 नि मिल्यो। भनेपछि यसमा पनि गऱ्यो त 25को कति हुन्छ 5 हुन्छ 48को हाम्रो कति हुन्छ 12 हुन्छ हाम्रो 26को 36को कति हुन्छ 6 हुन्छ हो अनि त्यसपछि यसको कति हुन्छ त यसको हाम्रो भनेको 8 हुन्छ हो। अब जोड्ने हो 12 र 8 कति हुन्छ 20 हुन्छ हो अनि 5 र 6 कति हुन्छ 11 हुन्छ भनेपछि राइट एन्सर भनेको यो 31 डी नम्बर रहेछ है त डेन्जरस। ल विच नम्बर विल रिप्लेस दि क्वेसन मार्क अब यहाँ चाहिँ क्वेसन मार्क चाहिँ कुन चाहिँले रिप्लेस गर्छ भन्ने कुरो भयो है त। यो त एकदम खतरा छ तिमीले यस्तरी क्लकवाइज डिरेक्सनमा गयो भनेदेखि तिम्रो क्वेसन आधी सल्भ भइसक्यो है त। अब मैले भनिदिइसकेपछि तिमीले सल्भ गरिसक्यो होला त्यही पनि अब एकचोटि मेरो सल्भ गरिदिने कर्तव्य हो म गरिदिन्छु होइन मेरो सल्भ गरिदिने के अरे कर्तव्य हो। ल अब यो 4देखि यो 4 आउनलाई के गर्नु पऱ्यो 4देखि 4 आउनलाई अफकोर्स के गर्नु पऱ्यो 0ले मल्टिप्लाई गरेर एक्लै मल्टिप्लाई नि एक्लै मल्टिप्लाई गर्नु पऱ्यो। अब यो 4देखि 8 आउनलाई के गर्नु पऱ्यो 4देखि 8 आउनलाई 2ले मल्टिप्लाई गर्नु पऱ्यो होइन। अब यो 8देखि 24 आउनलाई केले मल्टिप्लाई गर्नु पऱ्यो 8देखि 24 आउनलाई 3ले मल्टिप्लाई गर्नु पऱ्यो होइन। अब यो 24देखि 6 कति हो यो 96 आउनलाई 24देखि 96 आउनलाई त यो त घोटेरै राख्यो होला होइन घोटेरै राख्यो भन्दा नि अब त लजिकै बुझ्छ नि अब 96बाट चाहिँ हाम्रो कति 5ले मल्टिप्लाई गर्यो भनेदेखि 480 आउँछ होला। अब 480लाई हाम्रो 6ले मल्टिप्लाई गर्नु पऱ्यो क्या 480लाई 6ले मल्टिप्लाई गर्नु पऱ्यो होइन। अब यो कसरी गर्ने भन्छ भने हाम्रो हेर ल अब यो त्यति बेला त क्यालकुलेटर हुँदैन नि त एक्जाम हलमा त होइन तिमीलाई त्यही पनि थाहा भइसक्यो भने त त्यो त गुड कुरो भइहाल्यो होइन। थाहा छैन भने चाहिँ अब कसरी गर्ने भन्दा 0 यहाँ 0 आउँछ होइन 0 आउँछ अनि त्यसपछि 6 8 कति हुन्छ त 6 8 48 6 8 48 होइन 6 8 48 होइन। त्यही अब 8 आइसक्यो मलाई चाहिँ यही हो जस्तो लाग्छ होइन 8 आइसक्यो मलाई चाहिँ यही हो जस्तो लाग्छ ल यही हो जस्तो लाग्छ त्यही पनि ट्राई गरौँ 6 4 कति हुन्छ 6 4 24 8 जोड्दाखेरि कति हो ल यस त्यही भइहाल्यो एन्सर। अब कि त्यसमा स्टार कहाँ छ भनेर हेरिदिने हो त स्टार यहाँ स्टार यहाँ स्टार यहाँ स्टार हो स्टार 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 159 159 वाला त छैन हो त्यो भनेपछि त त्यो हेर्नै मिलेन नि होइन। यो स्टार स्टारवाला हेर्ने भनेको चाडा छ स्टार स्टारवाला हेर्ने होइन। यो अब सिङ्गल फिगर डबल फिगरवाला चाहिँ हो जस्तो लागेको थियो अब त्यो पनि होइन जस्तो फिलिङ थियो कि त्यही होला कि है 1 2 र 7 1 2 र 7 यसमा सिङ्गल फिगर छ अनि त्यसपछि 3 5 र 9 3 5 र 9 3 5 र 9 3 5 र 9 यस 3 5 र 9 3 5 र 9मा छ अनि त्यसपछि यो त्यही होला अप्सन डी नै भनौँ ल हो यो क्वेसन चाहिँ एकदम सहिलो छ है त। यो क्वेसनमा चाहिँ सबभन्दा कम्प्लेक्स फिगरदेखि तिमीले स्टार्ट गरिदेऊ भनेर भन्छु म चाहिँ है सबभन्दा कम्प्लेक्स फिगरदेखि। अब यसमा यहाँ यो यस्तरी घुमिरहेछ यो यस्तरी घुमिरहेछ यो त यसै रङ हुने भइहाल्यो हो। अब यसमा त मैले यसमा त कतै पनि देख्दिनँ यस्तो त खोइ यहीँ काटिया छ होइन यसमा त यो त हुने नै भएन। अनि त्यसपछि यसमा यस्तरी कता गयो मेरो पेन यसमा यस्तरी जाने हो
हैन। अनि यहाँनिर त अड्क्या नि त, यहाँनिर जोड देखाएन भनेपछि त्यो पनि भएन, यो पनि भएन है त। भनेपछि हाम्रो राइट एन्सर भनेको कुन चाहिँ हुन्छ त? राइट एन्सर भनेको 3 हुन्छ। 3 भनेको सीमै छ, सी फर चमत्कार हो गया। अ स्टुडेन्ट गट ट्वाइस एज मेनी सम रङ एज हि गट राइट रे हैन। अब यस्तो बवाल खालको तिमीहरूभन्दा बवाल विद्यार्थी रहेछ, उसले जतिवटा राइट गर्यो त्यसको ठ्याक्कै डबल रङ गर्छौ है त म भनेर है त। तिमीले चाहिँ हैन 10 वटा राइट गरेर तिमीले 20 वटा रङ हुन्छ, तिम्रो सीमा के हुन्छ हेरौँ है त। तिमीले 10 वटा राइट गरेछ भनेदेखि नि तिम्रो 20 वटा रङ हुन्छ। 20 वटा भनेको तिम्रो नेगेटिभ मार्किङ कति हुनुभयो त? 5 वटा नेगेटिभ मार्किङ हुनुभयो भनेपछि तिम्रो त टोटलमा कतिवटा मिल्यो? टोटलमा 5 वटा मिल्यो, तिमीलाई घाटा लाग्यो है त। अब यो चाहिँ मैले एउटा हिसाब गरेर देखाएँ तिमीलाई कति आउँछ त तिम्रो यस्तो कन्डिसनमा भनेर है त। अब यसमा यो हिसाब सल्भ गर्नलाई चाहिँ के गरौँ त भन्दाखेरि करेक्ट रङ चाहिँ कतिवटा गर्यो? रङ एक्स गर्यो भनेदेखि नि डब्लु रङ भनेको एक्स गर्यो भनेदेखि नि करेक्ट भनेको उसले कति गर्यो त? रङलाई चाहिँ 2x मानौँ न हैन। रङलाई चाहिँ 2x मानौँ, करेक्ट भनेको उसले एक्स गर्यो, एक्स चाहिँ करेक्ट गर्यो है त। अनि त्यसपछि त्यसो भए हि अटेम्प्टेड द हाम्रो 48 क्वेसन हैन। भनेपछि 2x + x टोटल गरेर चाहिँ हाम्रो कति भयो त? 48 के हैन। किन भन्दाखेरि 2x वटा क्वेसन चाहिँ उसको रङ भयो, यतिवटा उसले अब एटेम्प्ट कति गर्यो त? रङ र राइट जोडेर एटेम्प्ट हुन्छ नि त। भनेपछि अब हाम्रो सीको जस्तो नेगेटिभ मार्किङ छैन कि यसकोमा हैन। त्यही भएर अब हाम्रो x को भ्यालु चाहिँ कति आउँछ त? x को भ्यालु भनेको हाम्रो 16 आउँछ। ल 16 आउँछ x को भ्यालु। अब x भनेको के हो त? करेक्टली सल्भ भनेपछि हाम्रो 16 भनेपछि अप्सन बी नै भइहाल्यो, किनभने x मानेछ भने त हामीले करेक्टली सल्भ गरेकोलाई। ल आफ्टर डिस्ट्रिब्युटिङ द स्विट्स इक्वली अमङ 25 चिल्ड्रेन, 8 वटा स्विट्स चाहिँ बाँकी रह्यो हैन। टोटल नम्बर अफ स्विट्स भनेको हामी n मानिदिउँ न त नि। टोटल नम्बर अफ स्विट्स चाहिँ n भयो भनेदेखि नि अब 25 वटा चिल्ड्रेनहरूलाई चाहिँ बाँड्दाखेरि हैन, 25 वटा चिल्ड्रेनलाई चाहिँ इक्वली बाँड्दाखेरि चाहिँ रिमाइन्डर चाहिँ कति आयो अरे? रिमाइन्डर भनेको हाम्रो 8 आयो अरे। अनि त्यसपछि फेरि त्यही टोटल नम्बर अफ स्विट्स चाहिँ हाम्रो कतिवटा भन्दाखेरि 28 नम्बरवटा चिल्ड्रेनलाई बाँड्दाखेरि चाहिँ रिमाइन्डर चाहिँ कति आयो अरे? रिमाइन्डर चाहिँ 22 आयो अरे। ल 22 आयो अरे भनेपछि n को भ्यालु अब यो चाहिँ सब्स्टिट्युसन गर्दै जाउँ है त। 328 हैन त। 328 लाई हालेर हेरौँ एकचोटि। 328 लाई हाल्दाखेरि कति हुन्छ? 328 लाई हाल्दाखेरि कति जति चाहिँ हुन्छ होला त? यसो 328 लाई हाल्दाखेरि त मलाई त लाग्दैन त्यही पनि है त। 328/25 250 भनेको हाम्रो 10 भइहाल्यो। 250 भनेको 10 भइहाल्यो। यता त्यो काट्यो यो त मिलेन, यो त मिलेन, यो त मिलेन, यो त मिलेन है त। यो मिलेन भनेपछि नि अब हाम्रो अरु के गर्नु पर्यो त? हाम्रो 3 कताको 348 छ। 348 लाई चाहिँ 25 ले डिभाइड गर्नु पर्यो। 348 लाई 25 ले डिभाइड गर्दा रिमाइन्डर आउँछ त? रिमाइन्डर 8 आउनु पर्यो, रिमाइन्डर 8 आउनु पर्यो हैन त। यसमा पनि गएन, यसमा पनि गएन, यसमा पनि गएन, यसमा पनि गएन, यसमा पनि गएन। अब मैले पुरै दिमागमा सल्भ भनेर चाहिँ फेरि यो चाहिँ पाइदै गऱ्यो भन्नलाई त। अब सीमा त्यसो भए त यस डाटा इनएडुकेट नहुन नि सक्छ हैन, हुन नि सक्छ हैन। सीमा पनि मिलेन भने चाहिँ अब हुन सक्यो। सीमा ट्राई गरौँ है त। 358 है त। 358 डिभाइडेड बाइ 25 है त। अब 25 ले 250 गइहाल्यो हैन, 10 आइहाल्यो हाम्रो। 25 ले 250 गइहाल्यो, हाम्रो कति आयो त? 10 आइहाल्यो। अनि त्यसपछि कति आयो त हाम्रो? अब 250 गइसकेपछि 108 बाँकी रहन्छ। 108 मा 25 4 जा + 4 14 वटा भइहाल्यो। अनि 8 बाँकी रह्यो नि त। रिमाइन्डर 8 आयो नि त। भनेपछि करेक्ट भयो, मिल्यो हैन, मिल्यो नि त। अब यो त भइहाल्यो त। भनेपछि सी चाहिँ करेक्ट आन्सर रहेछ है त। ल ठिक छ। ल अब यसमा यो भनेको एकदम खतरा फिगर है त। तिमी चाहिँ यता फर्केर है, तिमी चाहिँ लेफ्टपट्टि साइडमा फर्केर मजाले लेफ्ट अलोन मी भनेर चाहिँ बसिरहेको रहेछौ रे। तिमीलाई चाहिँ एकजनाले आएर ट्याक्कै उत्तानो पारिदियो। त्यसपछि ट्याक्कै उत्तानो पारिदिएर यसरी अब योभन्दा अगाडि नबोलौँ, माथि सेडेड पार्ट चाहिँ आएछ, माथि सेडेड पार्ट चाहिँ आएछ हो। अब यो फिगरमा पनि सेम कुरो गरौँ न त हैन। सेम कुरो गर्दाखेरि के हुन्छ त? यसलाई यस्तो उत्तानो पार्दा यस्तो हुन्छ हो। अब यसको चाहिँ माथि सेम मान्छे सेडेड पार्ट चाहिँ आएछ, यस्तो भनेपछि यस्तो कहाँनिर म्याच खाइरहेछ त? यहाँ मात्रै म्याच खाइरहेछ। अन्त यो के आयो? यो त मिल्दैन हैन। अब तलपट्टि कालो आउँदैन हैन, यो मिलेन भनेपछि अप्सन सी भनेको चमत्कारै भइहाल्यो नि। द एभरेज अफ 8 numbers इज 38.4। आउट अफ दिज नम्बर एभरेज अफ 7 वटा नम्बर, 8 वटा नम्बरको एभरेज यति थियो अनि त्यही नम्बरहरूको चाहिँ 7 वटा नम्बरको एभरेज चाहिँ के थियो त भन्दाखेरि नि यति थियो भनेपछि त्यो 8th नम्बर चाहिँ कति हो भन्नको लागि चाहिँ यो सिम्पल छ है त। टोटल अफ 8 नम्बर माइनस टोटल अफ टी अफ भनेर लेखेको छु मैले। 8 माइनस टी अफ चाहिँ के गर्नु पर्यो तिमीले? टी अफ चाहिँ 7 गर्नु पर्यो। टी अफ 8 माइनस टी अफ 7, टी अफ 8 माइनस टी अफ 7 गर्दाखेरि कति हुन्छ त हाम्रो? 37.4 × 8 माइनस चाहिँ हाम्रो कति हुन्छ त? फेरि चाहिँ पाइदियो भनेर चाहिँ मैले 39.2 × 7 भनेर गर्नु पर्यो है त। अब यो गर्दाखेरि हाम्रो कति आउँछ त? यो गर्दाखेरि कितना पानी हैन, यसै पानी हैन। अब यो गर्दाखेरि चाहिँ हाम्रो लगभग 32.8 जति चाहिँ मैले निकालेँ हैन। 32.8 जति चाहिँ मैले निकालेँ भनेको चाहिँ अब अप्सन बी फर बवाल भइहाल्यो। ल आउट अफ 5 मेन एन्ड 3 वुमेन, मलाई स्टाइल चोर्यो भनेर नभन ल, मैले कतै देखेको थिएँ त्यही भएर यसो सिक्या हो मैले, टिप्या हो हैन। यस मैले टिप्या हो। अब स्टाइल चोरो भनेर चाहिँ नभन फेरि। आउट अफ द 5 मेन एन्ड 3 वुमेन हो, 5 मेन र 3 वुमेन छ रे हो। त्यसमा चाहिँ कमिटी बनाउनु पर्यो रे, 3टा मेम्बरको चाहिँ कमिटी बनाउनु पर्यो रे। इज टु बी फर्मड सो द्याट हो इट हेज 1 वुमेन एन्ड 2टा मेन। भनेपछि त हामीलाई यो 3टा मेम्बर होइन बाले भएन नि। अब 5 वटा मेनमा चाहिँ 2टा मेन राख्नु पर्यो। 5 वटा, यो चाहिँ कम्बिनेसन हो है। यो चाहिँ 12 कक्षाको सुरु है त। कम्बिनेसन यो इन्टु हाम्रो कति गर्नु पर्यो त? 3
को चाहिँ एकजना मात्रै छ केटी भनेपछि 3 1 गर्नु पऱ्यो। अब 5 कम्बिनेसन 2 भनेको यसको त डाइरेक्ट भ्यालु रटाइहाल्यो नि, डाइरेक्ट आउनुपर्छ है, यसको चाहिँ डाइरेक्ट आउनुपर्छ। यसको भ्यालु कति हुन्छ त 10 हुन्छ। अब 3 को त यो 3 नै भइहाल्छ, 1 छ भनेपछि 3 नै भइहाल्यो भनेपछि 30 हुन्छ टोटलमा। 30 वटा वेले चाहिँ के गर्न सक्छ तिमीले, 30 वटा डिफ्रेन्ट वेले चाहिँ कमिटी चाहिँ बनाउन सक्छौ भन्ने कुरो भयो हैन त। डी भयो यसको एन्सर। अब यसमा पनि यो पनि अलिकति मलाई चाहिँ विवादित लागेको हो। मेरो हिसाबमा चाहिँ यसको एन्सर भन्छु, तिमीहरूलाई अर्को एन्सर पनि लाग्न सक्छ, त्यो तिमीहरूको मर्जी है त। ल अब एक्जामिनेसन क्वेसन र प्र्याक्टिसको रिलेसन के छ भनेर भनौँ हो। अब यसमा चाहिँ मैले के सोचेको छु भन्दाखेरि एक्जामिनेसन भनेको तिमीहरूको सिई जस्तो हो, प्र्याक्टिस भनेको तिमीहरूको के जस्तो त भन्दाखेरि एमओ सिके मक टिइएसटी टेस्ट जस्तो। मक टेस्ट किन दिन्छौ त भन्दाखेरि नि प्र्याक्टिस होस् होइन, अनि त्यसपछि चाहिँ त्यो मक टेस्टबाट चाहिँ अलिअलि क्वेसन चाहिँ सिईमा फसोस् न भन्ने हिसाबले चाहिँ तिमीहरूले दिन्छौ होइन। तिमीहरूले दिन्छौ भनेपछि क्वेसन भनेको चाहिँ के भयो त दुइटैमा पऱ्यो, क्वेसन भनेको चाहिँ दुइटैमा पऱ्यो। तर यो एक्जामिनेसन मक टेस्ट र यो चाहिँ दुइटै एउटै हो त भनेपछि यिनीहरूको चाहिँ खासै रिलेसन छैन भनेपछि यसको चाहिँ के हुन्छ त सी हुन्छ है त, एन्सरै सी हुन्छ यसको चाहिँ, एन्सरै सी हुन्छ। यो बिचको यो भयो, यसरी यतापट्टि मक टेस्ट भयो, यसरी यतापट्टि उयो भयो होइन क्वेसन। अब यो सिईको क्वेसनमा चाहिँ अब यो सिई एक्जामको सबै क्वेसन परेन भनेर भन्नु, फेरि त्यस्तो लोजिक नलागौँ, मैले यसो बुझाउन मात्र भनेको। मलाई चाहिँ सी जस्तो लाग्यो अब कोहीले अब यो डी पनि भन्छन् होइन, यहाँ पनि डी लगा होइन। क्वेसन भनेको प्र्याक्टिस गर्दा पनि क्वेसनै प्र्याक्टिस गर्ने हो, एक्जाममा पनि क्वेसनै आउने हो भनेर चाहिँ यो डी लाउनु पनि सक्छन्। तिमीलाई डी लाउनु मन छ भने लगाऊ होइन, मलाई चाहिँ सी जस्तो अलिकति फिलिङ आयो, त्यही भएर डी जस्तो लाग्छ भने डी लगाउँदा नि भयो। किन भन्दाखेरि यो पनि त अलिकति सेटिस्फाइङै छैन यसो सुन्दा त होइन। अब यो क्वेसन हुन्छ, क्वेसन चाहिँ कति प्र्याक्टिस गर्ने बेला पनि क्वेसनै आउँछ, एक्जाममा पनि क्वेसनै आउँछ भन्ने हिसाबले। ल अब यसमा टोटल नम्बर अफ हो यस्तो क्वेसन आयो भने त तिमीहरू त नि रमाइलो हुन्छ त होइन। यसलाई चाहिँ दुईवटा पार्टा चाहिँ टुक्राइहाल्ने, यहाँबाट दुईवटा पार्टा टुक्राउने, यहाँबाट दुईवटा पार्टा टुक्राएपछि अघि मैले सुरुमा सिकाएको थिएँ त्यसरी नै 1 2 3 4 भन्ने, 4 भन्ने भनेको 10 भयो। अनि त्यसपछि यहाँनिर 1 र 2 गर्ने, 1 र 2 भनेपछि कति भयो त 3 भयो भनेको हाम्रो 13 भयो। 13 भनेपछि हाम्रो कति हुन्छ इन्टु 2 गर्नु पऱ्यो, किनभने तर पनि सेम प्रोसेस हो, सिमेट्रिकल फिगर हो नि त। भनेपछि कति भयो हाम्रो 26 भयो होइन। 26 भइसकेपछि चाहिँ अब हामीले के गर्ने त, बाँकी पनि त अझै होला नि त होइन, यो दुइटालाई जोडेर पनि त यहाँ अझै बाँकी होला होइन। यो दुइटालाई अझै जोडेर बाँकी भनेको कति हुन्छ त यो वाला 27 भयो हो, यो वाला 28 भयो हो, यो वाला 29 भयो हो, यो वाला हाम्रो के भयो त 30 भयो। भनेपछि टोटल हाम्रो चाहिँ कतिवटा रहेछ त 30 वटा चाहिँ रहेछ। अप्सन बी भइहाल्यो है त। बवाल क्वेसन छ नि यो पनि है त, ट्रिकहरू पनि यसो सिकाइदिउँला मैले। अब यसमा चाहिँ मिनिमम नम्बर अफ स्ट्रेट लाइन्स रिक्वायर टु मेक द गिभन फिगर होइन। यो फिगर बनाउनलाई चाहिँ मिनिमम स्ट्रेट लाइन चाहिँ कतिवटा छ त भन्दाखेरि नि मैले यहाँ डायगोनल लाइन देखेको छुइनँ भनेपछि यहाँनिर हरिजेन्टल र भर्टिकल मात्रै लेख्छु म होइन। अब यहाँनिर हरिजेन्टल लाइनहरू कतिवटा छन् त, सरी पहिला हरिजेन्टल हेरौँ है त। हरिजेन्टल लाइन एउटा भयो, दुईवटा भयो, यहाँदेखि यहाँसम्म हेर्नु पऱ्यो, 3वटा भयो, 4वटा भयो, 5वटा भयो है त है। अनि यहाँनिर 6वटा 7वटा भयो। हरिजेन्टल लाइन मैले 7वटा देखेँ हो। अनि त्यसपछि एउटा भयो, अनि त्यसपछि 2वटा भयो, अनि यहीँबाट 3वटा भयो, 4वटा भयो, 5वटा भयो, 6वटा भयो, 6वटा मात्रै भयो जस्तो छ है, फिगर पुरै घेरिहाल्यो 6वटा भयो। अब भनेपछि कतिवटा टोटल 13वटा रहेछ, यहाँ अप्सन छैन भनेपछि 13वटा छ होइन, मेरो हिसाबमा 13वटा आयो। अब इफ द सेलिङ प्राइस इज डबल द प्रफिट ट्रिपल्स रे हो। सेलिङ प्राइसलाई डबल गऱ्यो भने प्रफिट चाहिँ के हुन्छ अरे ट्रिपल हुन्छ अरे। फाइन दि प्रफिट पर्सेन्ट रे हो। प्रफिट पर्सेन्ट चाहिँ कति हो त भन्दाखेरि नि फर्स्ट सुरु हाम्रो के हो त, प्रफिट भनेको के हो एसपी माइनस सिपी हो। प्रफिट भनेको हाम्रो के हो एसपी माइनस सिपी हो। अब तिमीले प्रफिटलाई चाहिँ डबल गर्यो, सरी के हो एसपीलाई डबल गर्यो अरे, एसपीलाई डबल गर्दा प्रफिट ट्रिपल भयो अरे। प्रफिट ट्रिपल भयो अरे कतिलाई, एसपी चाहिँ तिम्रो चाहिँ डबल हुने बेला प्रफिट चाहिँ ट्रिपल भयो अरे हो। अब यसलाई सल्भ गर्दाखेरि यहाँबाट के आउँछ त भन्दाखेरि नि एसपी चाहिँ बराबर सिपी आउँछ क्या तिम्रो हो। एसपी चाहिँ बराबर सिपी आउँछ कसरी भनेर भन्नु, यहाँबाट यो पीको भ्यालु यहाँ हालिदेऊ, 3 एसपी आउँछ। 3 एसपीमा यो 2 एसपी घटाउँदाखेरि एसपी मात्रै बाँकी रह्यो। अनि त्यसपछि हाम्रो के हुन्छ त बाँकी रह्यो होइन, यो सिपी पनि यता जान्छ, अनि त्यसपछि सिपी मात्रै बाँकी रहन्छ है त। सिपी मात्रै बाँकी रहन्छ कि होइन ट्राई गरौँ न होइन, ट्राई गरौँ न। मलाई त्यसो होइन जस्तो फिलिङ पो आयो है, अहिले फेरि मिस्टेक भयो भनेदेखि फेरि अर्को तनाव है त। अलिकति जुम गरौँ है त। हाम्रो के हुन्छ त भन्दाखेरि नि प्रफिट भनेको हाम्रो के हुन्छ त एसपी सेलिङ प्राइसमा कस्ट प्राइस घटायो भने त प्रफिट हुन्छ नि होइन। अब त्यसमा तिम्रो चाहिँ के हुन्छ त भन्दाखेरि नि प्रफिट चाहिँ 3 गुणा भयो अरे क्या, कति बेला भन्दाखेरि नि एसपी चाहिँ 2 गुणा भयो बेला चाहिँ प्रफिट चाहिँ 3 गुणा भयो अरे क्या हो। अब भ्यालु हाल्दै त यहाँनिर प्रफिटको 3 एसपी हो माइनस 3 सिपी इज इक्वल टु 2 एसपी माइनस हाम्रो के भयो त सिपी भएछ हो। यहाँनिर के भयो त ए हो रहेछ यार। अब यो यता जाँदाखेरि त एसपी मात्रै भयो होइन, एसपी मात्रै भयो। अनि एसपी अनि त्यसपछि त्यो एसपीलाई चाहिँ यता तान्दाखेरि चाहिँ हामीले हो एसपीलाई यता तान्दा यो सिपीलाई यता तान्दाखेरि कति भयो त 2 सिपी भयो है, 2 सिपी भयो। यो त त्यस्तै हो जस्तो छ यार हो। एसपी भनेको 2 सिपीसित चाहिँ बराबर हुन आइपुगेछ हो। अब त्यसो भए यहाँनिर हामीले प्रफिट निकाल्ने बेला के गर्नुपर्छ, अब प्रफिट निकाल्ने बेला के गर्नुपर्छ हामीले भन्दाखेरि नि हाम्रो प्रफिट पर्सेन्टेज, अब प्रफिट पर्सेन्टेज भनेको चाहिँ कति हुन्छ त, प्रफिट पर्सेन्टेज भनेको चाहिँ हाम्रो चाहिँ प्रफिट पर्सेन्टेज
भनेको चाहिँ नि सिपी माइनस एसपी बाई त्यो हो त होइन नि होइन हाम्रो के हो त तर सिपी डबल कसरी आउँछ कस्ट प्राइस एसपी चाहिँ कस्ट प्राइसको डबल भन्नु खोज्यो नि त एसपी चाहिँ कस्ट प्राइसको डबल कि एसपी चाहिँ कस्ट प्राइस भन्दा ठ्याक्कै डबल यहीँबाट थाहा भइहाल्यो नि हामीले गर्नु नै परेन नि एसपी चाहिँ कस्ट प्राइसको ठ्याक्कै डबल छ नि त होइन भनेपछि त त्यसो भए त हाम्रो एसपी चाहिँ कस्ट प्राइसको ठ्याक्कै डबल छ भनेपछि त प्रफिट पर्सेन्ट भनेको कति होला त 100 त होला त होइन र होइन तिमीले जतिमा किन्यौ त्यसको डबलमा बेच्यौ भने त तिमीलाई त कति गयो त 100% प्रफिट हुन्छ नि होइन र मलाई चाहिँ त्यस्तो लाग्छ है फेरि मलाई चाहिँ त्यस्तो लाग्छ है त है ल यो पनि भइहाल्यो ल अब कति भयो 100% प्रफिट ल अनि स्यालेरिज हो यसमा चाहिँ म तिमीलाई टेक्निक सिकाउँछु है यसमा चाहिँ तिमीलाई टेक्निक सिकाउँछु 1:2:3 छ होइन त्यो 1:1 चाहिँ तिमीले के ए को चाहिँ 1 वालालाई छ नि 1 वालालाई तिमीले 100 मान्थ्यौ हो 1 वालालाई तिमीले 100 मान्थ्यौ भनेदेखि बीलाई तिमीले कति मान्न पाउँछौ 300 मान्न पाउँछौ हो अनि सीलाई तिमीले कति मान्न पाउँछौ सीलाई तिमीले 400 मान्न पाउँछौ हो अब त्यसलाई के भने 5% लाई यसलाई 5%ले बढाउ भने है अब आइए लेख्छु है म इन्क्रिज भइसकेपछि आइए यसलाई 5%ले बढाउ भनेको छ भनेपछि नि कति हुन्छ त ए इन्टु 1.05 हुन्छ नि होइन बुझ्छौ नि कसरी निकाल्यो बुझ्दैन भनेदेखि क्लास लिनु पऱ्यो है त अब 0.5 गर्दाखेरि 105 हुन्छ है त 105 हुन्छ अनि आइबी है त आइबी भनेको हाम्रो कति हुन्छ त 300 भयो है 300 लाई कति गर्नु पऱ्यो 300 लाई तिमीले 1 पोइन्ट यो गर्नु पऱ्यो है त यो गर्नु पऱ्यो है त अब यो गर्दाखेरि तिम्रो कति हुन्छ यसको भ्यालु कति आउँछ त 300 लाई 330 आउँछ होला सायद जहाँसम्म मलाई लाग्छ होइन अनि त्यसपछि आइसी भनेको कति हुन्छ त 400 लाई तिमीले के गर्नु पऱ्यो 400 लाई चाहिँ कति भने 15% भनेपछि 1.15 भने है त 15% भनेपछि तिम्रो कति भनेको 1.15 भनेको छ अब 1.15 भनेको यो कति आउँछ होला त यो भनेको 15 लाई चाहिँ 4 टाइमले मल्टिप्लाई गर होइन कति हुन्छ 60 हुन्छ भनेपछि 460 हुन्छ 460 हुन्छ 460 हुन्छ है त अब नयाँ रेसियो कति हुन्छ भनेर सोध्या त हो नि नयाँ रेसियो कति हुन्छ त अब नयाँ रेसियो भनेको चाहिँ हाम्रो 105:2 हाम्रो कति हुन्छ 330:460 हुन्छ हो अब यो सबैमा 5 ले त मल्टिप्लाई गरेर नि त होइन डिभाइड गरेर नि त होइन त्यसो भए यो 21 गरिदिउँ होइन 21 गरिदिउँ होइन यो भनेको कति हुन्छ त यो भने 66 हुन्छ होइन यो भने 66 हुन्छ अनि त्यसपछि यो भनेको कति हुन्छ त यो भनेको हाम्रो 92 हुन्छ ल ओके 21 66 92 यो अप्सन सी ल यसमा चाहिँ एन्सर करेक्टै एन्सर लगाएर चाहिँ त्यही भएर मैले यो मेट दिएँ होइन अब यो हेर नि यसमा केही पनि छैन क्या यो भनेको यो कसरी निकाल्ने भन्दाखेरि यो एबिसीलाई यसो त्यो गरेर त यो भनेको हाम्रो कसरी घुमाउँदा चाहिँ ठिक हुन्छ त्यसलाई यसलाई कसरी घुमाउँदा चाहिँ ठिक हुन्छ त है त यो जुन छ नि यताको एरो हाम्रो यता घुमिरहेछ हो यताको एरो यता घुमिरहेछ अनि हाम्रो यता भएको एरो के भएर यता घुमिरहेछ हो भनेपछि हाम्रो यताको एरो कता घुम्नु पर्यो यताको एरो यता घुम्नु पर्यो हो अनि यता भएको एरो कता घुम्नु पर्यो यता घुम्नु पर्यो हो अब यस्तो अप्सन त कहाँनिर मात्रै छ त यस्तो अप्सन भनेको हाम्रो डीमा मात्रै छ भनेपछि ट्याग लाएर अप्सन डी मिलिहाल्यो अब यो कसरी गर्छौ होला त यो कसरी गर्छौ मलाई यसो भन्देऊ त यो कसरी गर्छौ यसमा चाहिँ यो तिमीले चाहिँ के हेर्नु पर्यो त कलम भन्छ के अरे हैन कलम हेर्दै जानु पर्यो है त सबै कलम हेर्दै जानु पर्यो अब यति भन्दै सल्भ गर त गर सल्भ गर हैन अब यो सल्भ गर्दा चाहिँ मनी गरिदिन्छु है यसो मनी गरिदिन्छु यसलाई सल्भ गर्दा चाहिँ कसरी गर्ने भन्दाखेरि नि तिम्रो 9 भनेको के को स्क्वायर 9 भनेको के को स्क्वायर 3 को हैन अनि त्यसपछि 4 भनेको के को स्क्वायर 2 को हैन अनि 1 भनेको के को स्क्वायर 1 को हैन हेर न यतिबाट कति आइरहा 6 आइरहा हैन अब यो 36 भनेको के को स्क्वायर 6 को हैन 16 भनेको के को स्क्वायर 16 भनेको के को स्क्वायर 4 को हैन 9 भनेको के को स्क्वायर 9 भनेको 3 को स्क्वायर हैन 13 आयो हैन भनेपछि हाम्रो 25 भनेको कति को स्क्वायर 25 भनेको 5 को स्क्वायर 9 भनेको 3 को स्क्वायर 4 भनेको हाम्रो 2 को स्क्वायर हैन अब भनेपछि कति हुनु पर्यो आन्सर भनेको 10 हुनु पर्यो है त आन्सर भनेको 10 हुनु पर्यो तीनटाले एड गर्दा 10 आइहाल्छ मिल्यो अब इफ साउथ इस्ट बिकम नर्थ त्यसो भए हाम्रो चाहिँ के हुन्छ त नर्थ इस्ट चाहिँ के हुन्छ वेस्ट हुन्छ अनि त्यसो सो व्हाट विल वेस्ट बिकम भने नि त वेस्ट चाहिँ के हुन्छ भनेर भन्ने कुरो भयो अब वेस्ट चाहिँ के हुन्छ भन्दाखेरि नि हाम्रो यसलाई चाहिँ यसरी बनाउनु पर्यो क्या यस्तो भयो नि त अब यसलाई चाहिँ यस्तो भयो त यस्तो हुँदाखेरि अब यसलाई यहाँबाट यहाँ काट्ने यसलाई यहाँ काट्ने तिमीलाई एकदम सजिलो ट्रिक सिकाइरहेको छु त मैले एकदम सजिलो ट्रिक यहाँ काट्ने यहाँ काट्ने है त अब हाम्रो फर्स्ट रुल चाहिँ के हो त स्ट्यान्डर्ड चाहिँ यहाँ बनाऊँ स्ट्यान्डर्ड यहाँ हुन्छ स्ट्यान्डर्ड नर्थ साउथ भयो हो यो इस्ट भयो यो भने के भयो त यो भने वेस्ट भयो अब यो भनेको नर्थ इस्ट हुन्छ यो भने नर्थ इस्ट हुन्छ हैन अनि यो भनेको के हुन्छ साउथ इस्ट हुन्छ यो भने के हुन्छ यो भने नर्थ वेस्ट हुन्छ यो भनेको साउथ वेस्ट हुन्छ हो अब हाम्रो के भयो अरे भन्दाखेरि नि साउथ इस्ट बिकम नर्थ रे हो अब यो साउथ इस्ट छ नि यो साउथ इस्ट चाहिँ के भयो त नर्थ भयो हो भनेपछि त भइहाल्यो त अब नर्थको उल्टो के हुन्छ साउथ हुन्छ हो अनि त्यसपछि नर्थको चाहिँ हाम्रो के हुन्छ त नर्थको चाहिँ क्लकवाइज डिरेक्सनमा जाँदाखेरि के आउँछ हाम्रो नर्थको क्लकवाइज डिरेक्सनमा के आइरह इस्ट आउँछ इस्ट भनेपछि हाम्रो यहाँ के आउँछ वेस्ट आउँछ अब साउथ र वेस्टको बिचमा के हुन्छ साउथ वेस्ट नर्थ र इस्टको बिचमा के हुन्छ नर्थ इस्ट हो अनि त्यसपछि साउथ र इस्टको बिचमा के हुन्छ साउथ इस्ट अनि त्यसपछि यतापट्टि नर्थ वेस्ट हैन अब हाम्रो के होइन व्हाट विल वेस्ट बिकम भनेको छैन यो वेस्ट चाहिँ के भयो त साउथ इस्ट भइरहेछ सी हो यो पनि हामीले सल्भ गर्न सक्यौँ इजी थियो नि त ल अब
यो भने चाहिँ कोडिङको आएछ है त। फेरि अब यो चाहिँ कोडिङको आएछ। अब यसमा चाहिँ हामीले के गर्नु पर्यो त, SHANKAR शङ्कर, शङ्करलाई चाहिँ कसरी गरेर 1 3 2 7 5 2 9 भनेर गरेको शङ्करलाई है त। अब त्यसै गरी हाम्रो के हो ANDEL कन्डेललाई चाहिँ के गरेको त हाम्रो 5 2 7 6 4 8 भनेर गरेको छ है त। अब यहाँबाट हाम्रो के हो नि त, अब ए भनेको हाम्रो के हो, ए भनेको हामीले थाहा पाइहाल्यौँ नि होइन, ए भनेको हाम्रो ए भनेको 2 हो होइन। भनेपछि यो र अप्सन त काटिहाल्यो अहिलेको लागि होइन, अहिलेको लागि नन पनि होइन भने मानौँ न होइन, नन हुन पनि सक्छ है त। ए भनेको 2 हो, एन भनेको के हो, एन भनेको 7 हो भनेपछि त यहाँनिर अब यो पनि काटिहाल्यो होइन। अब एन भनेको 7 हो, के भनेको 5 हो, अझै मिलिरहेछ होइन। फेरि ए भनेको हाम्रो के हो त, ए भनेको 2 हो, अझै पनि मिलिरहेछ होइन। अनि आर भनेको के हो हाम्रो, आर भनेको 9 अझै पनि मिलिरहेछ। 6 भनेको कति हो, डी अझै पनि मिलिरहेछ। ईको लागि के हुनु पऱ्यो हाम्रो, ईको लागि 4 अझै पनि मिलिरहेछ। एलको लागि 8 भनेपछि हाम्रो अप्सन ए नै राइट एन्सर छ है त। भनेपछि नन भनेर हामीले लेख्न मिलेन। यसमा चाहिँ पुरै चेक गरौँ है, किनभने नन भनेर अप्सन दिएको छ, लास्टमा बिचतिर कुनै एउटा मिस्टेक रहेछ भने त फेरि गयो नि त होइन। ल अब होमलाई चाहिँ यसरी कोड गरेर हेऱ्यो 20/21 भनेर कोड गरेर हेऱ्यो भनेपछि KANDL कडेललाई चाहिँ कसरी कोड गर्छ होइन, होमलाई त्यसरी कोड गरेर हेर्ने, कडेललाई चाहिँ कसरी कोड गर्छ भनेर भइहाल्यो न। यो पनि कोडिङको कुरो भइहाल्यो। अब यसमा चाहिँ कसरी गर्ने भन्दाखेरि नि, होमको चाहिँ अब यसरी हेर न होइन, हाम्रो चाहिँ अब यहाँनिर भावेल कन्सोनेन्टहरू तिमीहरूलाई थाहा छ नि होइन। अब यसको चाहिँ म डिटेल त अब क्लास लियो भने भनिदिइहाल्छु होइन। अहिले चाहिँ हेर के गरिरहेको छ भन्दाखेरि, अब भावेलको समलाई माथि राखिरहेछ, कन्सोनेन्टको समलाई तल राखिरहेछ कि। ऊ र ई भनेको भावेल भइहाल्यो, ऊ भनेको कति नम्बर 15 नम्बर हो, ई भनेको कति नम्बर 5 नम्बर 20 भयो हो। अनि त्यसपछि होम भने 8 नम्बर, अनि त्यसपछि ई भनेको कति हो हाम्रो, सरी होम रे फेरि एच भनेको 8 नम्बर, अनि त्यसपछि ई भनेको हाम्रो कति नम्बर, ई रे फेरि एम क्या, एम कन्सोनेन्ट भने एम होइन। एच र एम भनेको कति भयो त, एच भने 8, एम भनेको हाम्रो कति हुन्छ, त्यो भने 13 हुन्छ। भनेपछि 8 र 13 कति हुन्छ, 8 र 13 कति हुने भयो, 8 र 13 भनेको हाम्रो 21 हुने भयो। कुरोकानी मिल्यो नि होइन, त्यति झन्झट छैन, यो हल्का कन्फ्युज भएर हो कि तिमीहरू। ल अब यहाँनिर कन्सोनेन्ट के छ, सरी भयो कन्सोनेन्ट हेरौँ है त, के भयो, एन भयो, टी पनि भयो, एल पनि भयो है त। भनेपछि त के भने 11 हो, एन भनेको के हो JKLMN हो, भनेपछि 14 भयो एन भने। अनि त्यसपछि हो डी भनेको त 4 भयो हो, अनि त्यसपछि एल भनेको कति भयो, JKL भनेको 12 भयो हो, 12 भयो। भनेपछि यो भने टोटल्ली कति हुन्छ त अब 26 30 41 भयो त, 41 भयो। अनि त्यसपछि हाम्रो ए र ई मात्र छ, ए र ई भने त 6 भइहाल्यो। भनेपछि हाम्रो सम अफ पहिला भावेल माथि राख्नु पऱ्यो, त्यसपछि कन्सोनेन्ट राख्नु पऱ्यो है त। भनेपछि 6/41 ए रहेछ अप्सन ए इज द राइट एन्सर। ल फाइनली हाम्रो यहाँ सकिएको छ। अब मेरो कन्ट्याक्ट नम्बर हेर होइन, CONTACT कन्ट्याक्ट। अब केही गरी क्लास लिन मन लाग्यो भने चाहिँ एकदम सस्तो छ, पहिले फी भनिदिन्छु फेरि तिमीहरू भागिहाल्छौ क्या, यो त के भिराउला भनेर। PRICE प्राइस भनेको चाहिँ हाम्रो कति हो त, प्राइस भनेको कति हो भन्दाखेरि, प्राइस भनेको चाहिँ हाम्रो जम्मा तिमीहरू सुन्यो भने तर्सिन्छौ होला होइन, 2000 चाहिँ होइन 200 हो है त, प्राइस चाहिँ 200 हो डलरमा है। फेरि यसो भने रुपिसमै हो है, रुपिसमै 200 हो, प्राइस चाहिँ रुपिसमै 200 हो। अनि त्यसपछि कन्ट्याक्ट नम्बर भनेको चाहिँ 9764 हो 582748 है त। अब तिमीहरूले चाहिँ यस्तो ह्यान्डराइटिङ चाहिँ पाइदिएछ, त्यही भएर के बुझिएला रेले पढाएको भनेर चाहिँ नसोच होइन। आज स्टाइलस थिएन कि बिग्रेको थियो, त्यही भएर स्टाइलस पछि मेरो ह्यान्डराइटिङ एकदम बवाल हुन्छ होइन। औँला लेख्दाखेरि नि यतिको बवाल छ भनेपछि त झन् स्टाइलस लेख्दा त कतिको बवाल हुन्छ होला। हेर आज हामीले लगभग 48-50 वटा जति क्वेसन गऱ्यौँ होइन। डेली चाहिँ म यतिवटा 50 अथवा 60 वटा जति चाहिँ क्वेसन क्वाड गराउँछु। अब त्यो क्वाडमा चाहिँ तिमीहरू जोइन हुनुभयो चाहिँ एकदम वेलकम छ होइन, एकदम कुनै पनि मिस्टेक नगराइकन गराउँछु होइन। अब 1-2टा मिस्टेकहरू भइहाल्यो भनेदेखि चाहिँ अब त्यो त जहाँ पनि जसले गराउँदा पनि मिस्टेक हुन्छ, त्यो क्वेसनै त्यस्तो विवादित हुन्छ क्या होइन। क्वेसन राम्रो भयो भने त मिस्टेक हुँदैन, नभएदेखि चाहिँ ल यो चाहिँ ल यहाँनिर यसरी कन्ट्याक्ट नम्बर छ, एकदम तिमीहरूले चाहिँ सम्पर्क गर्दा भयो। अब यो क्लास चाहिँ कहिलेदेखि स्टार्ट हुन लाग्छ भन्दाखेरि नि, यो क्लास चाहिँ थर्सडेदेखि स्टार्ट हुन लाग्छ, ट्युसडे भन्नु लाग्छ फेरि THURSDE थर्सडेदेखि स्टार्ट हुन लाग्छ होइन। अब अहिलेसम्म कतिजना आयो त, कतिजनाले ट्रस्ट गरे त भनेर भन्दाखेरि धेरैजनाले ट्रस्ट गरे होइन। जब अब मेरो कतिजना भन्दाखेरि नि 13 जना भएको छ, 13 जना भएको छ। अब कतिजना आउनुहुन्छ होइन, कतिजना आउनुहुन्छ, क्लास चाहिँ थर्सडेदेखि स्टार्ट हुन्छ होइन, किनभने 13 जना भए पनि आई क्यान टिच है त, आई क्यान टिच होइन। ल 13 जना भएको छ। अनि त्यसपछि क्लास चाहिँ थर्सडेदेखि स्टार्ट हुन्छ, थर्सडेभन्दा अगाडि नै बुक हान्नु पऱ्यो होइन। थर्सडेपछि बुक हान्नु नि पायो, त्यति बेला चाहिँ के हुन्छ त, क्वाड चाहिँ अब स्टार्ट भइसक्यो, सकिसक्यो, त्यतिखेर मलाई भन्न पाएन है त। ल त्यति बेला चाहिँ जुममा हुन्छ हाम्रो, क्वेसन पनि सोध्न पायो त, अहिले चाहिँ यसरी क्वेसन सोध्न पाएको थिएन, त्यतिखेर चाहिँ क्वेसन पनि सोध्न पायो, एकदम भट्टाभट हुन्छ खतरासितले होइन। ल